नमस्ते एभ्रिवान। हेल्थ फर्स्ट पोडकास्टको नयाँ एपिसोडमा यहाँहरू सम्पूर्णलाई स्वागत छ। आजको एपिसोडमा हामी मृगौला स्वास्थ्यका बारेमा कुरा गर्छौँ र यो कन्भर्सेसनका लागि आज हामीसँग गेस्टका रूपमा उपस्थित हुनुहुन्छ नेपालकै वरिष्ठ मृगौला रोग विशेषज्ञ प्रोफेसर डाक्टर दिव्या सिंह शाह। डाक्टर शाह टियु टिचिङ हस्पिटलको नेफ्रोलोजी डिपार्टमेन्टको डिपार्टमेन्ट हेड हुनुहुन्छ भने यसै गरी इन्स्टिच्युट अफ मेडिसिनको पूर्व डिन पनि हुनुहुन्छ। यसै गरी डाक्टर शाह नेपाल नेफ्रोलोजी सोसाइटीको अध्यक्ष समेत हुनुहुन्छ। आउनुहोस् उहाँसँग मृगौला स्वास्थ्यका बारेमा इन डेप्थमा कुराकानी गरौँ। सन्तान प्राप्तिका लागि वात्सल्य। डाक्टर साहब, यहाँलाई हेल्थ फर्स्ट पोडकास्टमा एकदमै धेरै स्वागत छ। थ्याङ्क यू। आज हामी डाक्टर साहब यहाँ आइसकेपछि किडनी हेल्थको इनडेप्थ कुराकानी गर्छौँ। हजुर। किनभने हामीसँग एकदमै राइट पर्सन किडनी हेल्थमा, किडनी ट्रान्सप्लान्टमा त्यो कुराकानी गर्नका लागि आज हामीले गेस्टका रूपमा यहाँलाई निम्ताएका छौँ। अब सुरुवात कसरी गरौँ भने किडनीमा समस्या किन आउँछ, ट्रान्सप्लान्ट कुन बेला गर्ने, उपचारका कुराहरू भन्दा अगाडि हाम्रो यो दुईटा किडनीले हाम्रो शरीरमा के काम गर्छ र कसरी काम गर्छ, यहाँबाट सुरुवात गरौँ। हाम्रो शरीरमा दुईटा मृगौलाहरू हुन्छन्। दुईटा चाहिँ हाम्रो मेरुदण्डको ठ्याक्क अगल र बगल हुन्छ। दुईटा मृगौला साइडमा। यसका धेरैवटा कामहरू छन्, तर म अहिले विस्तृतमा मुख्य कामहरू मात्रै भन्छु। एउटा सबभन्दा ठुलो एक नम्बरको काम भनेको यसले रगतलाई शुद्धिकरण गर्छ। हाम्रो शरीरमा मेटाबलिजमको दौरानमा जति पनि विकार वस्तुहरू निस्किन्छन् त्यसबाट शरीर जुन निस्किएको विकार वस्तुहरूलाई जसलाई हामी नाइट्रोजिनस वेस्ट प्रडक्ट पनि भन्छौँ, त्यसलाई जुन चाहिँ युरिया क्रेटिनिन हो त्यसलाई पिसाबको माध्यमबाट बाहिर फाल्छ किडनीले। त्यस्तै अर्को भनेको हामीका फ्लुइड एन्ड इलेक्ट्रोलाइट, त्यो भनेको पानी र लवणहरूलाई सन्तुलन गर्छ, जुन शरीरको लागि एकदमै आवश्यक हुन्छ। बढी मात्रा भए पनि हामीलाई गाह्रो पार्छ र कम भए पनि हामीलाई यसले गाह्रो पार्छ। जस्तै सोडियम, पोट्यासियम र फ्लुइड। शरीरमा धेरै पानी भयो भने हामी सुन्निन्छौँ र मुटुलाई पनि गाह्रो पर्छ, हामीलाई सास फेर्न गाह्रो पर्छ। अनि एकदमै कम भयो भने हामीलाई डिहाइड्रेसन हुन्छ, ब्लड प्रेसर घट्छ र त्यसले पनि हामीलाई फेरि बेहोस बनाउन सक्छ। यो सन्तुलन फ्लुइडलाई गर्ने काम चाहिँ मृगौलाले गर्छ। तपाईँले याद गर्नुभयो होला, धेरै हामीले पानी खायौँ भने पनि हामी सुन्दिँदैनौँ जबसम्म हाम्रो मृगौला स्वस्थ रहन्छ। तर मृगौला बिरामी हुँदासाथ हामीले बढी पानी खायो भने सुन्निन्छ। तपाईँले सुन्नुभएको होला, मृगौला फेल भएको व्यक्तिहरूले चाहिँ बढी पानी नखानु भनेको। अनि त्यस्तै सोडियम, पोट्यासियम पनि हाम्रो शरीरलाई ब्यालेन्स गर्ने काम मृगौलाको हो। धेरै पोट्यासियम हामीले खायौँ, धेरै फलफुलको जुसहरू जति खाए पनि हाम्रो पोट्यासियम बढ्दैन जबसम्म मृगौला राम्रो हुन्छ। त्यस्तै सोडियम पनि ब्यालेन्स गर्ने काम मृगौलाले गर्छ। तर मृगौला बिरामी भयो भने यो ब्यालेन्स पनि हुँदैन। यो अर्को काम भयो। अनि अर्को यो ब्लड प्रेसर, सोडियमले सन्तुलनमा राखेर यसले हाम्रो ब्लड प्रेसर, रक्तचाप पनि सन्तुलनमा राख्छ। मृगौला बिग्रियो भने हामीलाई फेरि ब्लड प्रेसर बढ्छ र हामीलाई हाइपरटेन्सन भन्ने रोग लाग्छ। अर्को तेस्रो कुरा चाहिँ शरीरमा हामीलाई हिमोग्लोबिन भन्ने एउटा रगत हुन्छ, जसले चाहिँ हाम्रो अक्सिजन फोक्सोबाट लिएर शरीरका विभिन्न भागहरूमा पुर्याउँछ। त्यो रक्त अल्पता, एनिमिया पनि हुन्छ। यो कसरी हुन्छ भने मृगौलामा एउटा विशेष प्रकारको हर्मोन हुन्छ जसलाई हामी एरिथ्रोपोइटिन भन्छौँ। त्यो मृगौलाबाट निस्किन्छ। मृगौला एकदमै बिरामी भयो, मृगौला ड्यामेज भयो भने यो हर्मोन निस्किँदैन र यसले हाम्रो जुन यो रगत, हिमोग्लोबिन, हाम्रो मासीहरू, हड्डीको भित्र मासीहरू, बोन म्यारो भन्छौँ, त्यसबाट निस्किनुपर्ने यो हर्मोनले त्यो स्टिमुलेट गर्दैन र रगतको हाम्रो अल्पता हुन्छ र एकदम रगत पनि कम भएर हामीलाई एनिमिया पनि हुन्छ। चौथो अर्को मुख्य कारण भनेको यो मृगौलामा हाम्रो यो भाइटामिन डी जुन चाहिँ नि तपाईँले सुन्नुभयो होला, हामीले यो
किरणहरूबाट पाउँछौँ। घामको किरणहरूबाट हामीलाई प्राप्त हुन्छ, जुन छालामा भएर पछि फोक्सोमा चाहिँ नि यो परिणत हुन्छ एक्टिभ फर्ममा। अनि अल्टिमेट एक्टिभ फर्म जुन हुन्छ 125 डाइहाइड्रोक्याल्सिफेरल भन्ने हुन्छ, त्यो अल्टिमेटली एकदम एक्टिभ फर्ममा काम गर्ने फर्ममा चाहिँ मृगौलामा गएर परिणत हुन्छ। स्किन हुँदै लिभर हुँदै अनि मृगौलामा चाहिँ अल्टिमेटली यो 125 डाइहाइड्रोक्याल्सिफेरल हुन्छ। अनि यो भिटामिन डीको एक्टिभ फर्म हामीलाई किन चाहिन्छ भने हामीले जति पनि क्याल्सियमहरू खान्छौँ, यो क्याल्सियम चाहिँ नि शोषित हुनको लागि, शरीरले लिनको लागि यो भाइटामिन एकदमै जरुरी हुन्छ। यसले चाहिँ विशेष गरेर हाम्रो टर्मिनल इलियम आन्द्राकोमा काम गर्छ र त्यहाँबाट हाम्रो क्याल्सियमहरू शरीरभित्र जान्छ। अनि यो क्याल्सियम त तपाईँलाई थाहा छ हाम्रो हड्डीहरू मजबुत गर्नको लागि चाहिन्छ। त्यो बाहेक क्याल्सियमको एकदम ठुलो भूमिका भनेको यो मसलहरूको लागि, हाम्रो कन्ट्र्याक्सन हरेक चिज हामीले एक्टिभिटीहरू गर्दाखेरि मसल कन्ट्र्याक्ट भइरहन्छ। एउटा त हाम्रो यो हात खुट्टाको मसलहरू भयो, रेस्पिरेसन। अर्को एकदम ठुलो इम्पोर्टेन्ट शरीरको लागि मसल भनेको मुटुको मसल, कार्डियक मसल। अनि यो क्याल्सियमहरू को लागिलाई ब्यालेन्स गर्नको लागि पनि हामीलाई यो मृगौलाको जरुरत पर्छ। यो समग्रमा भन्दा यी 4वटा चाहिँ नै मैले मुख्य कामहरू भने मृगौलाले यो गर्छ। हजुर। अब यति महत्त्वपूर्ण अङ्ग छ, हजुर, हैन? यो महत्त्वपूर्ण अङ्गमा समस्या चाहिँ किन आउँछ डाक्टर साहब? मृगौलामा समस्या हुने कारणहरू चाहिँ मुख्य के हुन्? हजुर, यो हाम्रो अति नै महत्त्वपूर्ण अङ्ग हो, तर यसमा समस्या आउने धेरैवटा कारणहरू छन्। त्यसमध्येमा मुख्य कारण र आजकल संसारमा लिडिङ कजहरू भन्छौँ हामी, त्यो म भन्छु। त्यसमा नम्बर 1 कारण चाहिँ अहिले मधुमेह या डायबिटिजको रोग अहिले नम्बर 1 संसारभरि नै कारण भएको छ। विगतमा तपाईँले सुन्नुभएको होला, डायबिटिज भनेको धनी मान्छेहरूलाई लाग्ने रोग हो, मोटो मान्छेलाई लाग्ने रोग हो, विकसित देशको रोग हो, यो हामीहरूलाई लाग्दैन। तर अहिले केही समयदेखि यो चाहिँ विकासशील देशहरूमा चाहिँ नि यसको प्रकोप एकदम भयावह रूपमा बढेको छ। त्यसमा नेपालमा पनि एकदमै बढ्दै आएको छ। यसका विभिन्न कारणहरू होलान्। त्यसमा केही कारणहरू हाम्रो जीवनशैलीमा एकदम ड्रास्टिकल्ली चेन्ज आएको छ। जस्तो हामी पहिला पहाडहरूमा बस्दै धेरैजना मान्छे सहरतिर माइग्रेट गरिरहनु भएको छ। सहर मात्रै नभएर अब त विदेशहरू, खाडी मुलुकहरूमा पनि हाम्रा दाजुभाइ दिदी बहिनीहरू, हाम्रो सिटिजनहरू गइरहनु भएको छ। अनि काम पनि फरक भयो। पहिला म्यानुअल कामबाट अहिले चाहिँ नि अरूको खालको काम भयो, खेतबारीको काम, योबाट मोर स्ट्रेसफुल कामहरू भयो। खानापाना पनि चेन्ज भयो, आफैले एकदम उब्जाएर खाने भन्दा अब चाहिँ हामी बढी प्रोसेस्ड फुडहरू, नुन बढीहरू खान थाल्यौँ। यो खानपान भयो। अर्को चाहिँ जीवनशैली, त्यसले गर्दाखेरि अनि स्ट्रेस, त्यसले गर्दा हाम्रो एउटा त एक्टिभिटी पनि कम भयो, हाम्रो वजनहरू बढ्छ। स्ट्रेसले गर्दाखेरि, तनावले गर्दाखेरि हाम्रो सुगर पनि बढ्ने, ब्लड प्रेसर पनि बढ्छ। अनि यी सबै अनि खानपानले गर्दा जसरी मोटोपन, इनएक्टिभिटीले चाहिँ हाम्रो डायबिटिज पनि बढ्छ। यो डायबिटिज र ब्लड प्रेसर दुइटै नै बढ्छ। अनि यो दुइटा चाहिँ मुख्य, डायबिटिज नम्बर 1 र नम्बर 2 ब्लड प्रेसर कारणहरू हुन्। अनि तेस्रो कारण भनेको जुन चाहिँ नि एकदमै, यो दुईटा कारण पनि नियन्त्रणमा भयो भने हाम्रो मृगौला फिल हुँदैन। अनियन्त्रित ब्लड प्रेसर र अनियन्त्रित सुगर भयो भने चाहिँ हाम्रो मृगौला बिगार्छ। तेस्रो भनेको एउटा मृगौलाबाट प्रोटिन चुहिने रोग हुन्छ, जसलाई हामी ग्लोमेरुलोनेफ्राइटिस भन्छौँ। यसका पनि विभिन्न कारणहरू हुन्छन्। त्यो चाहिँ इन्फेक्सनहरूले पनि हुन्छ, त्यसपछि अटो इम्युन डिजिजहरूले पनि हुन्छ, अरू सिस्टमिक डिजिजहरूले पनि हुन्छ, जो कोहीलाई पनि हुनसक्छ। यो चाहिँ हरेक उमेरका व्यक्तिहरूलाई हुन सक्ने रोग हो। यो रोग चाहिँ हामीले समयमै पत्ता लगायौँ भने पूर्ण रूपमा निको पनि हुन्छ समयमै। तर कहिलेकाहीँ धेरै जसो समयमा मृगौलाको रोग, हामीसँग 2टा मृगौला छन्, मृगौला रोगहरूले एकदमै एकैचोटि वात्तै बिग्रियो भने चाहिँ
हामीलाई सिम्टम दिन्छ, तर बिस्तारै बिस्तारै बिग्रिएको छ भने हामीलाई यसले सिम्टमै कि थाहा नै नहुन सक्छ। त्यही भएर यसलाई हामीले साइलेन्ट किलर पनि भन्छौँ। यसले काम पनि एकदम साइलेन्टली गरिराखेको हुन्छ, जस्तो मुटुले त धड्कन दिएर काम गरिरहन्छ, काम पनि साइलेन्टली गर्छ, बिग्रिँदा पनि एकदम साइलेन्टली बिग्रिन्छ। त्यो भएर हामीले धेरै जसो समयमा नेपालमा जहाँ चाहिँ हाम्रो रेगुलरली चेक गर्ने हाम्रो बानी छैन, बिरामी नभइकन हामी आफै पनि डाक्टर कहाँ या चेक गराउँदैनौँ। त्यसो गर्दाखेरि मृगलाई बिग्रेको धेरै जसो कन्डिसनमा चाहिँ एकदम लास्ट स्टेजमा थाहा हुन्छ, जुन बेला चाहिँ हामीले उपचार गरेर निको पार्ने जुन एउटा अवस्थाबाट धेरै टाढा पुगिसक्छौँ। यी चाहिँ नै मुख्य कारणहरू बाहेक, यो बाहेक अर्को चाहिँ अहिले हामीले औषधिहरू जुन छन्, नदुख्ने औषधिहरू, जथाभावी खास गरेर पेन किलरहरू, एन्टिबायोटिकहरू हामी गएर ओभर द काउन्टर मेडिसिन भन्छौँ, औषधि पसलमा गएर सिधै डाक्टरको सल्लाह बिना हामीले किनेर खायौँ भने पनि कहिलेकाहीँ त्यो औषधिसँगै हामी एलर्जिक पनि हुन सक्छौँ र डोजहरू नमिल्दा, धेरै डोज हुँदाखेरि पनि हाम्रो किडनीलाई नोक्सानी पार्छ। यो त भयो मुख्य कारणहरू। त्यसपछि जेनेटिक रोगहरूले पनि गर्छ। अहिले आएको नयाँ एउटा कारण छ जुन चाहिँ नि हामीले अहिले देख्दै गरेको, त्यो चाहिँ पहिला चाहिँ खाने मेडिसिनले मात्रै किडनी बिगार्छ भन्ने हामी जुन थियो, अब चाहिँ नि लगाउने मेडिसिन भन्नाले यो सौन्दर्यको लागि साधनहरू हुन्छन्, त्यसले पनि अहिले मृगलाई कस्मेटिक प्रडक्टहरूले पनि बिगार्छ। हामीले पछिल्लो समय पाएको चाहिँ यो गोरो बनाउने क्रिमहरू हुन्छ नि, अनलाइनमा एकदमै प्रशस्त पाइँदो रहेछ। अनलाइनमा त देखाइरहेको हुन्छ एकदम एकैचोटि लगाउँदा साथ भोलिपल्टै गोरो भएको। अनि त्यस्तो क्रिमहरूले पनि हाम्रो मृगलाई मेम्ब्रेनस ग्लोमेरुलोनेफ्राइटिस बनाउँदो रहेछ। त्यसबाट एकदम धेरै प्रोटिन गएर हामीलाई सुन्नाउँदो रहेछ। त्यो तत्त्वहरूमा चाहिँ नि क्रिम भन्दा पनि त्यसमा भएका तत्त्व हेभी मेटल्सहरूले पनि किडनी बिगार्छ, जस्तो गोल्ड, मर्करी। त्यसमा चाहिँ मर्करीको मात्रा चाहिने भन्दा अधिक मात्रामा भयो भनेदेखि त्यसको अब गोरोपन इफेक्ट पनि चाँडै आउँछ र त्यसले हाम्रो हानि पनि छिटो गर्छ। त्यही भएर अब हामीले यो सौन्दर्यको साधनहरू किन्दा पनि एकदमै राम्रोसँग बुझेर मात्रै हामीले यी साधनहरूको प्रयोग गर्नुपर्छ। भनेको साहब, यो त एकदमै इन्ट्रेस्टिङ कुरा आयो र नयाँ कुरा पनि आयो। हामी सामान्यतया सोच्दैनौँ एउटा लगाउने क्रिमले मृगौला बिगार्छ भनेर हामी सोच्दैनौँ। यसो रिसर्च पनि आएको छ? हजुर, रिसर्चहरू पनि गरिएको छ। अनि त्यसमा एउटा NEL1 भन्ने फ्याक्टर पाइएको छ। त्यो पोजिटिभ आयो भने हामीले चाहिँ जनरली त्यो मान्छेले सौन्दर्यको साधन युज गरेको छ कि छैन, रिसर्चहरू आएर यो प्रुभन नै हो। अनि हाम्रै पनि नेपालमा हामी नेफ्रोलोजिस्टहरूले एउटा अहिले एकजनाले पेपर पनि लेख्दै हुनुहुन्छ। हामी सबैका आएको बिरामीहरूलाई पठाउँदैछौँ। मैले त कति समयमा त्यो बिरामीहरूले युज गरेको अनलाइनबाट किनेको क्रिमहरूको पनि फोटोहरू पठाएको छु सबैलाई। यो चाहिँ नै प्रुभन नै हो। ओके, हाम्रो यो पडकास्ट हेर्ने अडियन्सलाई पनि म जानकारी गराउन चाहन्छु। यदि तपाईँ अनलाइनबाट जथाभावी कस्मेटिक क्रिमहरू किनेर लगाउँदै हुनुहुन्छ भने इन्ट्रेस्टिङ नयाँ रिसर्च आएको छ, यसले मृगौला पनि बिगार्न सक्छ, त्यसमा पनि ध्यान दिनु होला। म योसँगै अब यो त समस्या यो कारणले आउँछ भनेर हामीले कुरा गऱ्यौँ। हजुर, नेपालमा चाहिँ यो चाहिँ ओभरअल भयो। हजुर, नेपालमा चाहिँ यहाँहरूले बिरामी, यहाँको यो लामो अनुभवले नेपालमा आउने बिरामीहरू चाहिँ यी कारणहरू मध्ये कुन चाहिँ कारणले चाहिँ बढी मात्रामा आउँछन्? हाम्रो नेपालमा अझै पनि मैले भने ग्लोमेरुलोनेफ्राइटिस भन्ने रोगबाट अन्तिम सुरुमै पत्ता नलागेर अलि लेट पत्ता लागेर मृगौला फेल भएको बिरामीहरू हामीले अझै पनि पाइरहेछौँ। यो भनेको प्रोटिन चुइने समस्या। प्रोटिन चुइने, त्यसमा पनि मैले भने विभिन्न कारणहरू छन्। त्यसमा एउटा IgA नेफ्रोपैथी भन्ने रोग चाहिँ हामीले एकदमै धेरै पाइराखेका छौँ, जसले चाहिँ एकदमै बिस्तारै प्रोटिन हल्का हल्का चुइन्छ। तपाईँले एकदमै याद गर्नु भएन, आफ्नो पिसाबमा फिँज आएको याद गर्नु भएन, ब्लड प्रेसरहरू जचाइरहनु भएको छैन भनेदेखि त्यो अननोटिस नै जान्छ।
त्यो 4, 5, 10 वर्ष नै थाहा नै नहुन सक्छ। जब हामीलाई सुन्निन थाल्छ, अप्ठ्यारो पार्न थाल्छ, त्यो बेला मृगौलालाई धेरै नै ड्यामेज पारिसकेको हुन्छ। अनि धेरै ड्यामेज पारेपछि हामीले त्यसलाई निको पार्न सक्दैनौँ। यो रोग चाहिँ नि खास गरेर यो आन्द्रा र हाम्रो म्युकस मेम्ब्रेनको इन्फेक्सनहरूबाट हुने रोगहरू हो, जसमा चाहिँ एउटा हाम्रो एन्टिबडी जसले चाहिँ डिफेन्सको रूपमा काम गर्छ हाम्रो प्रोटेक्ट गर्नको लागि। धेरै जसो यो अप्पर रेस्पिरेटरी ट्र्याक इन्फेक्सन भन्छौँ, जस्तो तपाईँको घाँटी धेरै दुखिरहेको छ, बार बार टन्सिलहरू भइरहेको छ, अनि रुगाखोकीहरू धेरै लाग्छ, या तपाईँलाई एकदम पेट खराब हुने, डाइरिया भइराख्नेहरू रोगहरू छ भनेदेखि तपाईँले मृगौलाको पनि जाँच गर्नुपर्छ। मृगौला पनि खराब गर्छ। अनि खास गरेर यो इन्फेक्सन भएको बेलामा चाहिँ अझ यसले मृगौलालाई धेरै खराब गरेको हुन्छ। अनि इन्फेक्सन ठिक भएपछि चाहिँ कम हुन्छ। तर कहिलेकाहीँ अब यो ग्यालेक्टोज डेफिसियन्ट आइजिए भन्ने हुन्छ, जुन चाहिँ नै हाम्रो शरीरबाट क्लियर गर्नुपर्ने हो, त्यो चाहिँ क्लियर नभएर त्यसले एन्टिबडी बनाएर त्यो मृगौलामा गएर बस्छ र त्यसले बिगार्छ। अहिले हामीले धेरै पाएको चाहिँ ग्लोमेरुलोनेफ्राइटिसहरूमा पनि आइजिए भन्ने चाहिँ एकदमै धेरै पाछौँ, जसले चाहिँ एकदमै साइलेन्टली हाम्रो किडनीलाई बिगारिराखेको हुन्छ। त्यो चाहिँ उमेर समूह कुन छ? कुनै पनि उमेर समूहमा हुन्छ। एकदम मैले सानो बच्चाहरूमा पनि पाएको छु। अहिले मैले अस्ति पाएको 5 वर्षको बच्चादेखि एकदमै ओल्ड एजसम्म पनि पाइन्छ। कुनै उमेर समूह भनेर हुँदैन यसमा। अनि अर्को भनेको मधुमेह, त्यो चाहिँ अनकन्ट्रोल डायबिटिज, सबै मधुमेहलाई हुँदैन। अनि अर्को भनेको ब्लड प्रेसर। ब्लड प्रेसरले पनि हामीलाई कुनै समस्या नदिन सक्छ, एकदमै धेरै नभइकन लक्षण नआउन पनि सक्छ। यी 3 चाहिँ नि मुख्य कारणहरू हुन्। त्यो बाहेक अघि मैले भने अल्टरनेटिभ मेडिसिनहरू, अब तपाईँलाई ब्लड प्रेसर छ, अब जिन्दगीभर औषधि खानुपर्ने भयो, या अलिकति क्रिएटिनिन बढ्यो, जिन्दगीभर औषधि खानुपर्छ भनेर हामी घरेलु औषधिहरू, जडीबुटीहरू, जराहरू के कुटेर खान्छ। अब ती औषधिहरूले फाइदा त गर्ला, तर हामीलाई के थाहा छैन भने त्यसको एक्ज्याक्ट डोज कति हो, त्यसको साइड इफेक्टहरू कति हो, कति पटक खानुपर्ने हो, कति समय खानुपर्ने हो, यो सबै कुरा थाहा छैन। त्यसमा राम्रा तत्त्वहरू त होलान्। त्यो भएर ती औषधिहरू पनि सेवन गर्दाखेरि हामीले एकदमै विज्ञको त्यो चिजहरूको बारेमा जानकार व्यक्तिहरूसँग सल्लाह लिएर मात्रै गर्नुपर्ने हुन्छ। अब समस्याको हामी कुरा गरिरहेछौँ नि, अब यो समस्या आएको चाहिँ कुनै व्यक्तिलाई मृगौलामा समस्या आयो भनेर चाहिँ कसरी थाहा हुन्छ? कस्ता लक्षणहरू देखियो भने मेरो मृगौलामा अब समस्या आयो कि भनेर थाहा पाउने एकजना व्यक्तिले? अघि नै मैले भने यो समस्या नआएर पनि मृगौला बिगारिरहन सक्छ। तर लक्षणको कुरा गर्दा त्यो एउटा कुरा भयो। अर्को कुरा चाहिँ लक्षण कहिलेकाहीँ देखिएन पनि सक्छ। अब लक्षणहरू खास गरेर के हुन्छन् भने तपाईँ बिहान उठ्दाखेरि आँखाको डिल सुनिराखेको छ, अनि साँझ पकाउँदा आँखाको डिल हाम्रो, किनभने यो लुज टिस्युहरू हुन्छ, पानी चाहिँ लुज टिस्युहरूमा गएर हुन्छ। डिल भनेको वरिपरि यसरी वरिपरि नै सुन्यो भनेदेखि खास गरेर बिहान पख तपाईँको मृगौला रोग हो कि भनेर सोच्नुपर्ने हुन्छ। नम्बर 1। नम्बर 2, तपाईँको खुट्टाहरू सुन्निन पनि सक्छ। सुरुमा गोलीगाँठाहरू मात्रै सुनिन्छ। अब टाइट मोजा लाएर त्यतिकै सुन्यो भन्ने पनि हुनसक्छ। तर हामीले सुनिन थालेपछि चाहिँ हामीले ख्याल गरेर जाँचाउनुपर्छ। अर्को, पिसाब गर्दाखेरि एकदम फिज आइरहेछ, गाजहरू आइरहेछ भने पनि हामीलाई केही अप्ठ्यारो नपारे पनि हामीले गएर जाँचाउनुपर्छ। अनि पहिलाभन्दा अधिक पिसाब फेर्न जानुपर्छ। खास गरेर राति हामीले धेरै पटक पिसाब फेर्न उठ्न थाल्नु पर्यो भने पनि जाँचाउन जानु पर्यो। त्यो चाहिँ विशेष गरेर राति किनभने हामी सुतिरहेको बेलामा हामीलाई थाहा हुन्छ। दिउँसो त थाहा हुँदैन, हामी पटक गइ पनि रहन्छौँ, अन्दाज नहुन सक्छ कामको व्यस्तता। तर राति चाहिँ नै हामीलाई थाहा हुन्छ एक्ज्याक्टली। हामी पहिला त उठ्दैन थियो, आजकल त हामी पानी पनि पिएको हुँदैन। अब चाहिँ धेरै पटक उठिरहनु पर्ने हुन्छ। अर्को चाहिँ पिसाबको रङहरू फेरियो, जस्तो एकदम गाढा चियाको दुध
दुधमा हालेको चिया जस्तो हुन थाल्यो या धमिलो आउन थाल्यो या पिसाब पोल्न थाल्यो या पिसाब ननिख्रिएको जस्तो लाग्छ भने पनि तपाईँले गएर देखाउनुपर्छ। यो भने सिम्टमहरू आएर। अघि मैले भने धेरै रोगहरू चाहिँ सिम्टम नआएर हुनसक्छ। त्यस्तो चाहिँ नि यो चाहिँ नि धेरै जस्तो ग्लोमेरुलोनेफ्राइटिस भएको मान्छेहरूमा चाहिँ सिम्टम आउँछ। एक्सेप्ट आइजिएमा पनि नेफ्रोपैथीमा पनि पिसाबमा प्रोटिन सुरुमै चुइन थाल्छ, फिजहरू आउन छ। यो चाहिँ हामीले सानोतिनो अनि अर्को चाहिँ ऱ्यासेसहरू आइरहेछ तपाईँको शरीरमा, रातो रातो डाबरहरू आइरहेछ, नचिलाउने डाबरहरू। अर्को चाहिँ जोर्नीहरू दुख्न थाल्यो, कुइनाहरू, यो हातको सानसानो गोलीगाँठाहरू दुख्न थाल्यो या घुँडाहरू दुख्न थाल्यो भने पनि तपाईँले यो चाहिँ सिस्टमिक डिजिजहरू हुन्छ जसले मृगोला पनि खराब गर्छ। स्पेसली महिलाहरूमा एउटा एसएलई भन्ने रोग हुन्छ, त्यसले पनि हाम्रो मृगोलालाई खराब पार्छ। अनि घाममा हिँड्दाखेरि तपाईँको मुख रातो हुन्छ, अनि कपाल अत्याधिक झरिरहेछ या महिनावारीमा गडबडी भइरहेछ भने या अधिक रक्तस्राव भइरहेछ महिनावारीको बेलामा, त्यो बेलामा पनि यो एसएलई भन्ने रोग हुनसक्छ। खास गरेर यो चाहिँ नि यङ महिलाहरूलाई हुने रोग हो। त्यो पनि हामीले एकचोटि विचार गर्नुपर्छ। त्यो बाहेक हामी जोखिममा भएका व्यक्तिहरू कुनै सिम्टम नआए पनि हामीले चाहिँ नि उपचार जचाउनुपर्छ। जस्तै हामी जोखिममा को व्यक्ति हुँ त भन्दाखेरि तपाईँको फ्यामिलीमा यदि कसैलाई मृगोलाको रोग छ पहिले नै छ, तपाईँको बुवालाई मृगोलाको रोग भएर डायलिसिस गर्नु परेको थियो या आमाको ट्रान्सप्लान्ट गर्नु परेको थियो या मृगोलाको रोग भएर मृत्यु भएको थियो या तपाईँको काकाहरूलाई या मामाहरूलाई रोग छ, एउटा पोलिसिस्टिक किडनी डिजिज भनिन्छ, अटोइम्युन त्यो एडल्ट पोलिसिस्टिक किडनी डिजिज भनिन्छ। त्यो रोगले पनि एडिपिकेडी भन्छ, तपाईँको वंशानुगत पुरा खानदानमा यो रोग भएको हुनसक्छ। अनि यो पत्ता लगाएर समयमै हामीले रोकथाम त्यसलाई मृगोला फिल हुनबाट चाहिँ नि अलिकता गतिले कम गर्ने या बचाउने गर्न सकिन्छ। अर्को भनेको उच्च रक्तचाप भएका मान्छेहरू मृगोला रोगको जोखिममा हुन्छन्। मृगोला मात्रै होइन, हार्टलाई पनि बिगार्छ, आँखालाई पनि बिगार्छ, स्ट्रोक पनि पक्षघातहरू पनि हुनसक्छ। त्यो भएर ब्लड प्रेसर भएको मान्छेहरूले पनि आफ्नो रेगुलर ब्लड प्रेसर जचाउने र त्यसलाई नियन्त्रणमा राख्नुपर्छ। किडनी पनि जचाउनु पर्यो। किडनी पनि जचाउनु पर्यो। नम्बर 3 चाहिँ अघि मैले भने मधुमेह सुगरको रोग छ भने सुगर मात्रै कन्ट्रोल भएछ भनेर बस्नु भएन। सबै नै आफ्नो आँखादेखि लिएर मृगोला त एकदमै पहिल्यै जचाउनु पर्यो। यसमा चाहिँ सुरुमा माइक्रो एल्बुमिन जुनमा चाहिँ गाज नदेखिन सक्छ, तर त्यो माइक्रो एल्बुमिन हेरेर चाहिँ मृगोलालाई छोएको भन्ने थाहा हुन्छ र पहिले हामीले रोकथाम गरेर मृगोलालाई बिग्रिनबाट बचाउन सक्छौँ। यी चाहिँ नै उच्च जोखिममा भएका व्यक्तिहरू हुन्, उनीहरूले चाहिँ विशेष ध्यान दिनुपर्छ। नदेखे पनि गर्नुपर्छ। त्यो बाहेक अघि मैले भने लक्षण कहिलेकाहीँ याद नहुन सक्छ। हामी सबै नेपालीहरूले खास गरेर 20 वर्षभन्दा बढीको मान्छेहरूले वर्षमा कमसेकम एक पटक धेरै महँगो जाँच गर्नु पर्दैन। ब्लड प्रेसर, सुगर र आफ्नो क्रिएटिनिन र पिसाब जचायो भने हामी मृगोलाको रोगबाट बच्न सक्छौँ। डाक्टर साहबले यो हामीले लक्षण देखेपछि र जोखिम समूहमा परेका व्यक्तिहरूले चाहिँ कसरी ख्याल गर्ने भन्ने कुरा गरिरहँदाखेरि अब यो समस्याहरू अलिअलि सिम्टम्स देखियो मलाई, होइन? हजुर। पिसाबमा फिज आए जस्तो पनि भयो, अलिकति आनीबानीमा परिवर्तन भयो, स्वेलिङ भयो जस्तो पनि भयो भने मैले के चाहिँ जाँच गर्ने त? जस्तो धेरैलाई त म के जाँच गर्न जाने भन्ने नै थाहा नभएर पनि अलमल भएको हामी देख्छौँ कि यो किडनीमा मलाई समस्या छ कि छैन भनेर जाँच गर्ने चाहिँ के हो? किडनीको समस्या थाहा पाउन धेरै महँगो जाँच गर्नै पर्दैन। मैले भने पिसाब मात्रै जाँच गरे। सुरुमा पिसाब जाँच गर्ने। सुरुमा पिसाब जाँच गर्यो भने त्यसमा प्रोटिन या आरबिसी रगतहरू या डब्लुबिसीहरू देख्यो। यो पिसाब चाहिँ हाम्रो मृगोलाको चाहिँ झ्याल हो पनि भन्छ, विन्डो हो। त्यसले चाहिँ हामीलाई थाहा हुन्छ मृगोलामा गडबड भएको छ कि रोग छ कि छैन भनेर। त्यो चाहिँ सामान्यतया। तर कहिलेकाहीँ हाम्रो पिसाबमा केही गडबडी नदेखेर पनि मृगोला खराब हुन सक्छ। त्यस्तोमा चाहिँ ब्लडमा हामीले युरिया र क्रिएटिनिन भन्ने तत्त्व जाँच गर्छौँ। त्यसले पनि हामीलाई थाहा हुन्छ। अनि त्यो बाहेक यो मृगोलाको कारणले हाम्रो प्रेसर बढाउँछ। मैले अघि भने
तपाईँको जाँच्दाखेरि प्रेसर बढेको छ भने मृगौलाको जाँच अवश्य गर्नुपर्छ। मृगौला र पिसाबको जाँच अवश्य नै गर्नुपर्छ। भनेको सुरुवाती जाँच चाहिँ पिसाबको जाँच हो। तपाईँ खास अलि एज भएपछि त सबैको अलिकति प्रेसर बढ्छ, तर तपाईँ यङ हुनुहुन्छ, 30 वर्षको हुनुहुन्छ, तपाईँको ब्लड प्रेसर चाहिँ जाँच्दाखेरि एकदमै हाई भयो भने तपाईँले अवश्य पनि ब्लड प्रेसरको औषधि मात्रै खाएर नबस्नु होला। हाम्रो त चलन छ ब्लड प्रेसर भएपछि मुटु रोग विशेषज्ञ कहाँ गएर औषधि खान्छौँ, तर त्यो चाहिँ मृगौला रोगले भएको हुने चान्स धेरै छ। त्यो भएर मृगौलाको जाँच पनि अवश्य नै गराउनु होला, एकदमै जरुरी हुन्छ। प्रेसर बढ्यो, प्रेसरको औषधि म खाइरहेको छु, म अब एकदम जोखिममा छैन भन्न चाहिँ मिलेन। हजुर। तपाईँ किडनी अब त्यो प्रेसर कहिलेदेखि बढेको पनि हामीलाई थाहा हुँदैन। त्यस्तै डायबिटिज पनि कहिलेदेखि डायबिटिज भएको पनि थाहा हुँदैन। पत्ता सर्टन एजबाट लाग्यो हुनसक्छ। त्यो बेला त्योभन्दा बढी अगाडि नै जुन अनकन्ट्रोल हामीले थाहा पाउनुभन्दा अगाडि नै मृगौलालाई छोइसकेको पनि हुनसक्छ। ओके, हामी एकदमै इन्ट्रेस्टिङ कुरा गरिरहेछौँ। अब समस्या आयो भने यसको उपचार पद्धति के त? हामी डायलासिस भनेको सुन्छौँ होइन, मृगौला ट्रान्सप्लान्ट भनेको सुन्छौँ। ट्रान्सप्लान्टको जर्नीको बारेमा म एकछिनमा कुरा गर्छु यहाँसँग। अब उपचारको विकल्प के हो त? कसैलाई समस्या आयो भने र यहाँहरू जस्तो विशेषज्ञकोमा हामी गयौँ भने उपचार के हो? अब सुरुवाती मृगौला खुम्चिनुभन्दा सुक्नुभन्दा पहिले नै तपाईँमा विशेषज्ञका जानुभयो भने यो हामीले उपचार गरेर निको पार्न सक्छौँ। जस्तो मैले अघि भने ग्लोमेरुलोनेफ्राइटिस, त्यो अवस्था भनेको तपाईँको हाम्रो यो किडनीको चाहिँ 5 वटा फेज हुन्छ। हामीले स्टेज 1, स्टेज 2, स्टेज 3, 4, 5 भनेर भन्छौँ। स्टेज 1, 2 या 3 मै पायो भने पनि सुरुको स्टेजमा 1 मा या प्रोटिन मात्रै चुइने अवस्थामा पायौँ, क्रिएटिनिन बढेको छैन भने त्यसलाई हामी पुरै निको पार्न सक्छौँ। 2, 3 सम्म पनि क्रिएटिनिन बढेको हुँदैन, किडनी फङ्सन राम्रो हुन्छ। र मैले अघि भने हामी यो ग्लोमेरुलोनेफ्राइटिस के कारणले भयो भनेर चाहिँ हामीले किडनीको बायोप्सी एउटा साधारण गर्छौँ। बायोप्सी भनेको एकदम ठुलो चिरफार गरिँदैन। यसमा तपाईँले त्यो गन हुन्छ, एउटा बायोप्सी गन भन्ने हुन्छ, यो चाहिँ नि हामीले अल्ट्रासाउन्डबाट हेरेर गर्छौँ। त्यो कान छेड्नु भयो होला नि गनले, 1 सेकेन्डभित्र गएर त्यो सानो हाम्रो यस्तो कपालको टुक्रा जस्तै, सानो कपालको टुक्रा जस्तै पातलो मासुको टुक्रा निकाल्छ र अनि त्यसको हामीले विभिन्न जाँचहरू गर्छौँ। त्यसबाट के कारणले भएको हो थाहा हुन्छ र हामीले अहिले त मृगौलामा धेरै राम्रो औषधिहरू आइसक्यो, हामीले निको पार्न सक्छौँ। त्यस्तै आजकल त यो डायबिटिजहरू पनि सुरुमै प्रोटिन चुइने या माइक्रो एल्बुमिन्युरिया स्टेज या त्यो बेलामा पत्ता लाग्यो भने अहिले नयाँ अन्वेषणहरूले धेरै राम्रो औषधिहरू आएको छन्। त्यो प्रोग्रेसनलाई हामीले अलमोस्ट हल्ट गर्नै सक्छौँ अहिलेलाई। पहिला चाहिँ प्रोग्रेसन डिले गर्ने भनेर भन्थ्यौँ हामीले, अहिले चाहिँ प्रोग्रेसनलाई 90% जति हामीले हल्ट या डिले नै गर्न सक्छौँ। अहिले नयाँ अन्वेषण र नयाँ मेडिसिनहरूको बारेमा, त्यो डायबिटिजले किडनीलाई मात्रै होइन, अहिले नयाँ टर्मिनोलोजी आछ, किडनी बिग्रियो भने मुटुलाई पनि बिगार्छ, मुटुलाई बिगार्यो भने किडनी पनि बिगार्छ। त्यसलाई चाहिँ हाम्रो कार्डियो किडनी मेटाबोलिक सिन्ड्रोम, यो कार्डियो रिनल मेटाबोलिक सिन्ड्रोम भन्छौँ। दुइटै बिगार्ने अलमोस्ट सेमै रोगहरू हो। अघि मैले भने डायबिटिज, मधुमेह दुवैलाई बिगार्ने, अनि ती दुवैलाई नै प्रोटेक्ट गर्ने हामीसँग अहिले नयाँ विधिहरू औषधिहरू आएका छन्। त्योहरू प्रयोग गरेर हामीले समयमै थाहा पायौँ भने त्यो औषधिहरू अहिले सुरुवाती अवस्थादेखि नै हामीले प्रयोग गर्न थाल्यौँ भने हाम्रो यो लाइफ टाइममा मधुमेह नै भए पनि या ब्लड प्रेसरै भए पनि हाम्रो किडनीलाई जोगाउन सक्छौँ। अनि अर्को अवस्था भनेको हामी लेट पत्ता लाग्यो, हामी यो सुरुवाती चरणमा हामीले पत्ता लगाएनौँ, हाम्रो क्रिएटिनिन पनि बढिसक्यो र मृगौला पनि क्षति भइसक्यो। त्यो अवस्थामा पनि हाम्रो पुरै अन्तिम अवस्थामा पुग्न नदिनको लागि अझै पनि हामीले त्यसलाई डिले गर्न सक्छौँ। डिले इन प्रोग्रेसन, त्यो बढ्ने स्पिड गतिलाई हामीले मृगौला बिग्रिने गतिलाई घटाउन सक्छौँ र घटाउँदाखेरि 5-10 वर्ष या 20 वर्ष अझै पछाडि सार्न सक्छौँ।
अनि तेस्रो अवस्था भनेको लास्ट स्टेजमै बिरामी आयो, एकदमै मृगौला सुकिसक्यो, अब कामै गरेन। यसमा चाहिँ हामीले मृगौलाले 15% भन्दा कम काम गर्न थाल्यो या 10% भन्दा कम काम गर्न थाल्यो भने त्यसपछि चाहिँ एकदमै 10% या 5% भन्दा कम काम गर्न थाल्यो भने त हामीले आफ्नो लाइफ कन्टिन्यू गर्न सक्दैनौँ, त्यसपछि हाम्रो मृत्यु नै हुन्छ। अनि त्यो अवस्थामा आयो भने पनि अझै मृगौला यस्तो अङ्ग हो, अझै पनि बाँच्न सम्भव हुन्छ। पुरै मृगौलाले 5% भन्दा पनि अन्तिम अवस्थामै पुगेको भन्छौँ हामी, एन्ड स्टेज रिनल डिजिज भन्छौँ त्यसलाई चाहिँ, एकदमै लास्टमा पुगिसक्यो भने पनि हामीले बिरामीहरू मान्छेहरूलाई बचाउन सक्छौँ। त्यसमा चाहिँ हामीले विभिन्न प्रविधिहरू अपनाएर त्यसमा डायलिसिस जुन चाहिँ नि रिनल रिप्लेसमेन्ट थेरापी भनिन्छ, किडनीले गर्ने कामको रिप्लेसमेन्ट गरेर डायलिसिस हुन्छ, मसिनले पनि गर्न सक्छ। अर्को चाहिँ हामी अर्को घरमा बसेर होम डायलिसिस आफैले मसिन बिनाको पनि डायलिसिस गरेर हामी धेरै समय बाँच्न सक्छौँ। अनि तेस्रो भनेको मृगौला प्रत्यारोपण, यहाँले सुन्नुभएको होला, यी चाहिँ हामीसँग भएका 3टा प्रविधिहरू हुन्। अब किडनी फेलियर हुने अवस्था सम्म कुनै व्यक्ति किन जान्छ र कसरी जान्छ? त्यो अघि नै भने मैले, यो चाहिँ साइलेन्ट काम पनि साइलेन्टली गर्छ, बिग्रेको पनि थाहा हुँदैन, साइलेन्टली नै। मतलब किडनी फेल हुन सक्छ रक्षा? एकैचोटि पनि हुन सक्छ, त्यो चाहिँ विशेष अवस्थाहरू र त्यसको उपचार गरेन भने चाहिँ एकैचोटि पनि हुनसक्छ। जस्तो अहिले हामी जति पनि कुरा गरिरहेछौँ हामी चाहिँ क्रोनिक किडनी डिजिजको कुरा गरिरहेछौँ, दीर्घकालीन मृगौला रोगका बारेमा कुरा गरिरहेछौँ। एकैचोटि किडनी फेल हुने रोगलाई चाहिँ हामी अक्युट किडनी इन्जुरी भन्छौँ, नेपालीमा चाहिँ अब के भने अल्पकालीन मृगौला रोग भनिन्छ। झ्याप्पै किडनी बिग्रिन पनि सक्छ, त्यसरी पनि सक्छ। अनि हामीले उपचार गरेनमा हाम्रो मृत्यु पनि हुन सक्छ त्यो तर यसको राम्रो भने उपचार गऱ्यौँ भने पुरै नर्मल पनि हुन्छ पिरियडमा। त्यो चाहिँ त्यसमा पनि 3टा कारण हुन्छन्। एउटा चाहिँ नि प्रिरिनल भनिन्छ, कि किडनी बाहेक का कारणहरूले, किडनीमा रक्त प्रवाह कुनै कारणले एकदमै कम भयो या रोक्यो भने हाम्रो किडनी बिग्रिन्छ। किडनीले काम गर्न सक्दैन र अघि मैले भनेका सबै कामहरू गर्न सक्दैन। सबै हाम्रो टक्सिनहरू एकदमै बिल्ड भएर आउँछ अनि हामीलाई बान्ता आउने, अनि सुन्निने, पिसाब नै पुरै बन्द हुन्छ, पिसाबै हुँदैन अनि सुन्निन थाल्छ। अनि हाम्रो फेरि फोक्सोमा पनि पानी भरिएर अनि अक्सिजन कमी हुन्छ, श्वासा हुन्छ, अनि मुटुले पनि राम्रो काम गर्न सक्दैन र हामीले उपचार गरेन भने मृत्यु नै हुन्छ। त्यो बिचमा केही समय हामीले डायलिसिस गर्नुपर्छ र यो रक्त प्रवाह फेरि सुचारू भइसकेपछि मृगौला बिरामी भएका तन्तुहरू फेरि रिजेनेरेट भएर काम गर्नलाई 1 हप्तादेखि 4 हप्तासम्म लाग्छ। त्यो बेलासम्म सपोर्टको जरुरत पर्न सक्छ डायलिसिसको, र निको नै हुन्छन्। अर्को चाहिँ मृगौला सम्बन्धी आफ्नै रोगहरू, अघि मैले भने यो औषधिहरूले बिगार्ने रोगहरू भयो या अरू रोगहरूले भयो, त्यसले पनि यो ग्लोमेरुलोनेफ्राइटिसहरू भने त्यसमा पनि अघि मैले भनेको चाहिँ सुषुप्त भयो, एउटा हुन्छ यो भास्कुलाइटिसहरू रोगहरू भन्छ, अग्रेसिभ रोगहरू, तिनीहरूलाई चाहिँ एकदम तुरुन्तै निको पार्नुपर्छ। यो अटोइम्युन डिजिजहरू भनिन्छ, जस्तो एन्काभास्कुलाइटिसहरू मिस पनि, र मृगौलाभित्रको साना साना रक्त प्रवाह गर्ने नलीहरूलाई नै असर पार्ने रोगहरू, तिनीहरूले चाहिँ झ्याप्पा मृगौला खराब गर्छ। तुरुन्तै पत्ता लगाएर हामीले विदिन फ्यु विक्स त्यसलाई ठिक पारेनौँ भने फेरि लङ टर्म मृगौला फेल भएर जान सक्छ। अर्को चाहिँ मृगौला भन्दा पछाडिका मृगौलाले पिसाब बनाउँछ र त्यो पिसाबलाई निष्कासन जुन नलीहरूबाट हुन्छ अल्टिमेटली युरेटर हुँदै ब्ल्याडरबाट बाहिर निस्किन्छ, त्यसमा कुनै अवरोध आयो, मृगौलालाई चाहिँ बाहिर प्रवाह हुनबाट रोकावट आयो, एउटा चाहिँ स्ट्रक्चर भएर हुन्छ, त्यो नलीहरू साँघुरो भएर हुनसक्छ, या ढुङ्गाहरूले ब्लक गर्यो, या मृगौलामै ढुङ्गा भयो या नलीहरूमा ढुङ्गा भएर यो सबै ब्लक गरिदियो, या क्यान्सर भयो, या
ब्ल्याडरमै तल कुनै अवरोध आयो, ट्युमरहरू भयो, हामीले थाहा पाएनौँ अनि धेरै समय भयो भने त्यो पिसाब चाहिँ नि जम्दै जम्दै जान्छ र मृगौला माथि र अनि मृगौलालाई प्रेसर दिएर त्यसलाई हाइड्रोनेफ्रोसिस भनिन्छ र प्रेसर दिएर त्यो तन्तुहरूलाई पुरै प्रेसरले लामो समय गएर त्यो बिगारिदिन्छ अनि त्यो चाहिँ अर्को कारण भयो, त्यसले पनि मृगौला फेल हुन्छ। अनि एउटा चाहिँ अक्युटली फेल हुने झ्यापै अवरोध आयो तर ढुङ्गाहरूले चाहिँ बिस्तारै बिस्तारै थिच्दै थिच्दै गयो भने चाहिँ फेरि अघि मैले भनेको क्रोनिक त्यो मृगौला बिगारिदिनै हुन्छ। त्यो पनि कहिलेकाहीँ हामीलाई थाहा हुँदैन, बिस्तारै बिस्तारै ढुङ्गाहरू कति समय मृगौलाभित्रैको ढुङ्गाले हामीलाई दुःख हुँदैन, जब त्यो ढुङ्गाहरू हाम्रो नलीमा तल खस्यो भने त्यसले खस्रेर अनि हामीलाई रगत निस्किन्छ अनि कोखाहरू एकदमै दुख्छ। त्यो ढुङ्गाहरू खसेको बेलामा नखस्ने ढुङ्गाहरूले भित्रै कहिलेकाहीँ एकदम ठुल्ठुलो ढुङ्गाहरू हुन्छ, स्ट्याग हर्न क्याल्कुलसहरू हुन्छ अनि पुरै किडनी नै ढुङ्गाले रिप्लेस गरिदिन्छ अनि त्यो पनि हामीलाई कहिलेकाहीँ थाहा हुँदैन किनभने त्यो दुख्दैन। त्यो भएर यी विभिन्न कारणहरू हुन्छन् जसले हाम्रो मृगौला एकैचोटि बिगार्न पनि सक्छ, बिस्तारै पनि बिगार्न सक्छ। एकैचोटि बिगार्ने चाहिँ मैले भने कुनै अधिक रक्तस्राव भयो भने पनि मृगौला बिग्रिन्छ। एकदमै झाडा पखाला लाग्यो तपाईँलाई अनि तपाईँले जीवन जलहरू राम्रोसँग खानु भएन या हाइड्रेसन भएन भने पनि तपाईँको मृगौला बिगारिदिन्छ। अनि अर्को चाहिँ नि पानी नखाएर एकदम धेरै एक्सर्साइजहरू गर्नुभयो, मसल नै इन्जुरी हुने गरेर एकैचोटि कहिले नदौडेको मान्छे एकैचोटि 5 किलोमिटर दौड्यो। धेरै जसो यो पुलिस एन्ड आर्मीहरूको रिक्रुटमेन्टमा फर्स्ट टाइम गएर गर्नुहुन्छ नि अग्रेसिभली हाइड्रेसन नगरेर त्यो गर्यो भने पनि हाम्रो त्यो यो मसलहरू ड्यामेज हुन्छ अनि त्यहाँबाट यो मायोग्लोबिनहरू भन्ने निस्किन्छ, त्यसमा पनि यो सब आइरनहरू अनि त्यसले चाहिँ पिगमेन्ट नेफ्रोपैथी भनेर बिगारिदिन्छ। अनि अर्को कुरा यो खास गरी रोड साइड एक्सिडेन्ट भुइँचालोहरूमा एकदम मान्छेहरूको इन्जुरीहरू हुन्छ नि, थिचिएर या किचिन्छ नि मसलहरू, त्यस्तो भए पनि जस्तो हाम्रो लास्ट भुइँचालोमा हामीले डायलिसिस पुरै ओपन गरेका थियौँ यस्तो बिरामीहरूको लागि अनि त्यसले पनि केही समय मृगौला बिगारिदिन्छ अनि ती पनि अरू कारणहरू हुन्। यो चाहिँ नि अक्युट किडनी इन्जुरीहरू, तर कहिलेकाहीँ अक्युट किडनी एकदमै सिभियर छ भने त मृत्यु नै हुन्छ, तर यसलाई एकदमै समयमा उपचार भएन तर मान्छे बाँच्यो भनेदेखि चाहिँ फेरि लामो समयमा गएर क्रोनिक मृगौला रोग पनि हुनसक्छ। भनेपछि डाक्टर साहब हामीले यसरी भन्न मिल्यो किडनीको उपचार चाहिँ दुई प्रकारको हुन्छ। यदि फेल भइसकेपछिको अवस्थामा कुरा गर्ने हो भने एउटा डायलासिस, अर्को चाहिँ ट्रान्सप्लान्ट हैन, मृगौला प्रत्यारोपण अन्तिम विकल्प भनौँ। अन्तिम विकल्प कुनै व्यक्ति डायलासिसमा कति वर्षसम्म बस्न सक्छ? अब डायलिसिस अथवा कतिसम्म थेग्न सक्छ भनौँ न। जस्तो डायलिसिस एकदमै राम्रोसँग प्रेस्क्रिप्सन मिलाएर उसको डायलिसिस भनेको बिगार वस्तु मात्रै निकाल्ने हो, त्यसले अरू मैले अघि भनेका अरू फङ्सनहरू गर्दैन, खालि वेस्ट प्रडक्ट निकाल्छ र यो पानी पनि निकालिदिन्छ, पानी र लवणहरूको ब्यालेन्स गर्छ, शुद्धिकरण मात्रै गर्छ। अघि मैले भनेको रगत बनाउने काम त्यसले गर्न सक्दैन, अर्को मैले भनेको भाइटामिन डी त्यो गर्न सक्दैन। अनि त्यसपछि डायलिसिसको चाहिँ के हो भने मृगौलाले त हामीले 24 घन्टा पुरै 7 दिन काम गरिराखेको हुन्छ, तर डायलिसिस हिमोडायलिसिस चाहिँ हाम्रो 24 घन्टा हामी गर्न सक्दैनौँ, हप्तामा 2 या 3 पटक यो हिमोडायलिसिस हुन्छ नि, पेरिटोनियल डायलिसिस हामीले एभ्री डे गरे पनि त्यति मृगौला जति एफिसियन्ट हुँदैन र त्यो एफिसियन्सी चाहिँ हुँदैन, इभन क्लिनिङ पनि त्यो रूपमा हुँदैन, जस्तो विकार वस्तुहरू पुरै निल भएको हुँदैन, आफ्नो मृगौला जस्तो त हुने कुरै भएन, मृगौला जस्तो हुँदैन। अनि त्यसको लागि अरू हामीले खानपिनदेखि आफ्नो अरू कुराहरू पनि ध्यान दियौँ भनेदेखि हाम्रो एकदमै फिट त नभनौँ 80-90% फिट भएर राम्रोसँग हामी बाँच्न सक्छौँ। तर मृगौला फेल भएपछि मृगौला फेल भएर मृत्यु हुने भन्दा हामीहरू अरू रिस्कहरू बढेर जान्छ, जस्तो हार्ट अट्याक हुने, कार्डियोभास्कुलर रिस्कहरू बढ्छ र मृगौला फेल भएको मान्छेहरू, किन मैले अघि भने ब्लड प्रेसर पनि बढाउँछ, त्यो भएर
यो कार्डियक इभेन्ट भएर जस्तो एउटा नर्मल मान्छे छ उसलाई भन्दा मृगौला रोग लागेको या डायलिसिसमा भएको व्यक्तिलाई कार्डियक इभेन्ट हुने या हार्ट अट्याक हुने या स्ट्रोक हुने पक्षघात हुने समस्या चाहिँ नि 10 देखि 20 गुणा बढी हुन्छ, बढी हुन्छ। त्यही भएर धेरै जसो हाम्रो मृगौलाका बिरामीहरू जुन डायलिसिसमा हुनुहुन्छ उहाँहरूको चाहिँ मृत्यु हार्ट डिजिजबाट या त्यो कार्डियोभास्कुलर डिजिजहरूबाट हुन्छ। र त्यो भएर हामीले सबै गऱ्यौँ भनेदेखि उपचार गऱ्यौँ भने बिरामीहरू यो प्रब्लमहरू भएन भने लामोभन्दा लामो जति पनि सबै बाँच्न सक्छन्। 15-20 वर्ष हामीसँगै अहिले त 10+ 15+ को बिरामीहरू धेरै हुनुहुन्छ। तर अरू देशहरू जहाँ चाहिँ नि अझ क्वालिटी अफ वाटर, डायलिसिसको क्वालिटी, डायलिसिस रियुज नगर्ने हामी त रियुज गरिरहेछौँ। त्यो भयो भने अझ राम्रो। जस्तो जापानमा चाहिँ उनीहरूको एउटा धर्मले उनीहरू अर्काको किडनी लिने भन्दा डायलिसिसमा बस्ने जमात चाहिँ बढी छ अनि उनीहरूको लन्जिभिटी चाहिँ 20+ इयर्स छ। ओके, कुनै व्यक्ति डायलिसिसमा बस्यो भने ऊ 20 वर्षसम्म 20 वर्ष प्लससम्म पनि छ। जस्तो मैले हिजो नै म एउटा रेस्टुरेन्टमा गएको थिएँ, माइक्सको हाम्रो मिटिङ थियो माइक्समा। त्यहाँ एउटा बहिनी हुनुहुन्थ्यो 12 वर्षदेखि उहाँले चाहिँ त्यो घरमा बसेर गर्ने डायलिसिस गरेर उहाँ इन्चार्ज हुनुहुन्थ्यो त्यहाँको। धेरै प्राउडली काम गरिरहनु भएको थियो। मैले भन्नाले इभन डायलिसिसमा पनि मान्छेहरूको जीवन राम्रो पनि हुनसक्छ। ओके, नेपालमा पनि अहिले त किडनी फेलियर आफ्नो विचार पनि राम्रो गर्नु पर्यो। खास गरी खानपानको राम्रो सेवन गरेर आफ्नो हेल्थ राम्रो गर्यो भनेदेखि डायलिसिसमा पनि राम्रो समयसँग बाँच्न सकिन्छ। तर डायलिसिस भन्दा ट्रान्सप्लान्ट राम्रो हो डाक्टर साहब? हो, डायलिसिस भन्दा ट्रान्सप्लान्ट बिरामीको लागि र देशकै लागि या पनि किन राम्रो हो भनेदेखि मैले अघि भने ट्रान्सप्लान्टमा त हामी किडनी नै हाल्छौँ, त्यो किडनीले सबै फङ्सन रिप्लेस गर्छ तपाईँको। त्यो भएर हेल्थ अझ राम्रो हुन्छ। त्यो भयो। अनि खानामा जति डायलिसिसमा रेस्ट्रिक्सन हुन्छ पानीहरूमा जस्तो कुनै पोट्यासियम त्यो चाहिँ नि यसमा हुँदैन अनि हेल्थ चाहिँ धेरै राम्रो हुन्छ। अलमोस्ट नर्मल मान्छेको जत्तिकै हेल्थ राम्रो हुन्छ। खालि औषधिहरूको सेवन गर्नुपर्ने हुन्छ र त्यसको औषधिको कहिलेकाहीँ साइड इफेक्टहरू हुन्छ। अनि नम्बर 2, डायलिसिसमा जाँदाखेरि तपाईँले फ्रिली आफ्नो कामहरू गर्न सक्नुहुन्न, किनभने हिमोडायलिसिस गऱ्यो भने हस्पिटल जानु पर्यो 2-3 पटक हप्तामा अनि पुरै दिन जान्छ। अनि तपाईँले आफ्नो कामहरू सजिलै गर्न सक्नुहुन्न। विद्यार्थी हुनुहुन्छ भनेदेखि पढाइ पनि राम्रो गर्न सक्नुहुन्न। अर्को घरमा बसेर गर्ने डायलिसिसले पनि गर्न त सकिन्छ, तर कहिलेकाहीँ अब फेरि पनि त्यो 3 चोटि त घरमा 3-4 चोटि एक दिनमै 3-4 चोटि गर्नुपर्छ। लिमिटेसन त अलिकता हुन्छ नै। हिमोडायलिसिस भन्दा अलि फ्रिडम चाहिँ हुन्छ, सुतेर बस्नु पर्दैन। त्यही पनि ट्रान्सप्लान्ट भन्दा चाहिँ लिमिटेसन हुन्छ। अर्को इकोनोमिकल्ली पनि एकदमै व्यक्तिको लागि र समाजको लागि परिवारकै लागि पनि बढी चाहिँ नि भाइबल हो ट्रान्सप्लान्ट। किनभने व्यक्ति आफैले पनि काम गरेर आय आर्जन गर्न सक्छ, आफ्नो पढाइ पुरा गर्न सक्छ, व्यवसाय गर्न सक्छ। अनि फ्यामिलीमा एउटा सपोर्ट गरेर फ्यामिलीहरू पनि फ्री भए केयर पनि गरिराख्नु परेन। उपचारको पैसा त छँदैछ, उपचारमा हुने खर्च, तर त्यो बाहेक पनि आय आर्जन अनि धेरै ठाउँमा त अब फेरि डायलिसिसको सुविधा पनि हुँदैन। नेपाल जस्तो भौगोलिक विकट ठाउँ छ, विकटता तपाईँलाई थाहा नै छ। अनि डायलिसिस हुने ठाउँ या नेफ्रोलोजिस्ट नजिक गएर बस्नु पर्यो या छैन भने पनि रेगुलरली फलोअप गर्न जानु पर्यो घरमै बढ्ने। त्यसले पनि अलिकता खर्चहरू बढाउँछ। अनि अहिले त अब व्यक्तिले आफ्नो पकेटबाट डायलिसिस त जिन्दगी भर गर्न हाम्रो जस्तो देशमा गाह्रो छ। त्यो भएर अहिले हाम्रो स्वास्थ्यमा धेरै पैसा चाहिँ नि मेजोरिटी 50%, अलमोस्ट 50% हाम्रो स्वास्थ्यको एक्सपेन्डिचर चाहिँ नि यो मृगौला रोगको उपचारमा खर्च भइराखेको छ। अनि कन्ट्रीलाई नै पनि एउटा देशको लागि बर्डन हो। अब हाम्रो जस्तो देशको लागि त तपाईँले कल्पना गर्न सक्नुहुन्छ, तर विकसित देशको लागिहरू पनि यो एकदमै ठुलो बर्डन हो। ओके, अब ट्रान्सप्लान्टको अलिकति हामी कुरा गरौँ। यहाँ त पायोनियर नै हुनुहुन्छ नेपालमा। सफल मृगौला प्रत्यारोपण गर्ने टिमलाई लिड गरेर नेपालमा पहिलोपटक टियु टिचिङ हस्पिटलबाट सफल मृगौला प्रत्यारोपण सुरु भयो। हजुर, हामीलाई खुसी पनि लाग्छ।
त्यसपछि यहाँले थुप्रै मृगौला प्रत्यारोपण गरिसक्नु भएको छ, थुप्रैलाई नयाँ जीवन दिइसक्नु भएको छ। नेपाल चाहिँ अलिकति एक स्टेप अगाडि पनि बढेको हो कि जस्तो लाग्छ, किनभने ट्रान्सप्लान्टका लागि सरकारले ठुलो सहुलियत पनि दिएको छ। यसलाई कसरी हेर्नुहुन्छ, अथवा यसलाई बढाउनुपर्छ पोलिसीगत हिसाबले? यहाँको अब्जर्भेसन के छ? अब ट्रान्सप्लान्टमा हामीले धेरै नै उन्नति गर्यौँ भन्नुपर्छ। हाम्रो यो साउथ एसियामा र धेरै अरू देशहरू, विकासशील देशहरूमा हाम्रो ट्रान्सप्लान्टको प्रोग्रेसलाई चाहिँ धेरै राम्रो मानिन्छ, एउटा इक्जाम्पलकै रूपमा पनि मानिन्छ र हामीलाई धेरै ठाउँमा प्रेजेन्टेसन पनि बोलाइराखेको हुन्छ। हामीले 2008 सालमा सुरु गरेको, अहिले ट्रान्सप्लान्टका सेन्टरहरू पनि धेरै बढिसकेका छन् र अहिले नेपालमा 11वटा सेन्टरहरूमा रेगुलरली ट्रान्सप्लान्ट भइराखेको छ। सरकारी र प्राइभेट सेन्टरहरूमा पनि भइराखेको छ। त्यो एउटा राम्रो विषय हो र अहिले नेपालमा करिब वर्षेनी 400देखि 500वटा ट्रान्सप्लान्ट रेगुलरली भइराखेको छ। त्यो अनि आउटकम पनि राम्रो छ। त्यो एउटा एकदमै राम्रो पक्ष हो। अर्को पक्ष भनेको अलि नराम्रो भन्नु भने अझै, तर हामीले यसमा अझै नै विकास गर्न अझै धेरै बाँकी छ यो ट्रान्सप्लान्टमा। किनभने यो हामीले अहिले लिभिङ रिलेटेड ट्रान्सप्लान्ट गरिरहेछौँ। जीवित दाताहरूले दिएर अनि हाम्रो प्रत्यारोपण भइराखेको छ। अहिले संसारभरि नै अर्ग्यानको बेचबिखन, धनी गरिबहरूले किडनी बेचिराखेको, बिचबिचमा सुनि पनि रहनु उहाँहरूलाई एक्सप्लोइट भएको, त्यसलाई रोक्नको लागि हामी एकदमै स्ट्रिक्ट कानुन बनाइएको छ। यहाँ चाहिँ हाम्रो रिलेटिभले मात्रै, नातेदारले मात्रै दिन मिल्छ। तर सबै व्यक्तिहरूको आफ्नो मृगौला दिन फिट नातेदार नहुन सक्छन्। जस्तो कसैको बाबुआमा धेरै बुढी भइसकेका हुन्छन्, सबैको बुवा जीवित पनि नहुन सक्छन्। दाजु फेरि यो स्वेच्छाले दान दिने हो, सबैमा त्यति हिम्मत पनि हुन सक्दैन। त्यसको लागि त एकदमै ठुलो मुटु भएको मान्छेले मात्रै जीवित अवस्थामा आफ्नो एउटा अङ्ग निकालेर दान दिन सक्छ। त्यो त धेरै ठुलो पहल हो। हामीलाई, तपाईँलाई भन्यो भने पनि तपाईँले त 10 चोटि सोच्नुपर्छ होइन। त्यत्रो सेक्रिफाइस गर्नको लागि पनि तयार हुने हाम्रो आफन्त हुनु पर्यो। अर्को कुरा, कहिलेकाहीँ मैले अघि भने वंशानुगत रोगहरू जस्तो डायबिटिजहरू वंशानुगत हुन्। सबैजना हाम्रो जोखिममा भएका व्यक्तिहरू फेरि एज अ डोनरको रूपमा फिट हुँदैनन्। त्यो व्यक्तिहरू त अझै पनि यो नेपालमा सुविधा भए पनि यो सुविधाबाट वञ्चित भए। ती व्यक्तिहरूको लागि पनि हामीले त्यस्ता यसको लागि कसरी यो उपचार उहाँहरूलाई पुर्याउने, उनीहरूको एक्सेस गर्ने भनेर विचार गर्नुपर्छ। त्यसको लागि मेन भनेको हामीले मृत्युपछि जुन ब्रेन डेथ डोनेसन या डिसिज डोनर डोनेसन मानिन्छ। यसमा पनि 2 प्रकारका हुन्छन्। एउटा चाहिँ हाम्रो ब्रेन डेथ, मस्तिष्कले काम गर्न छोडेपछि डोनेसन दिन सक्छौँ। मस्तिष्क मृत्यु भएपछि हामी त्यसपछि बाँच्न सक्दैनौँ। हाम्रो सबै रेस्पिरेटरी, मुटु चलाउने कन्ट्रोल चाहिँ माथि नै हुन्छ। हामीलाई मसिनमा राखेर जीवित बनाइराखेको हुन्छ, तर त्यस्तो अवस्थामा गर्न सक्छौँ। अर्को चाहिँ नि डेथ आफ्टर कार्डियोभास्कुलर डेथ, डोनेसन आफ्टर। त्यो भनेको कसैको एकदम कार्डियक अरेस्ट भयो, या अब ऊ चाहिँ नि कुनै सडन डेथ भयो तर भेन्टिलेटरमा छ भने पनि मृगौला र अरू अङ्गहरू स्वस्थ छन् भने त्यो पनि हामी डोनेट गर्न सक्छौँ। एउटा डोनेसन आफ्टर ब्रेन डेथ, अर्को डोनेसन आफ्टर कार्डियोभास्कुलर डेथ। कार्डियोभास्कुलर डेथको चाहिँ हामीसँग अहिलेसम्म कानुन छैन, त्यो हामीले कानुन बनाउनु पर्ने हुन्छ। ब्रेन डेथको चाहिँ कानुन छ, तर हाम्रो पछिल्लो 16देखि अहिले 10 वर्ष भइसक्दा पनि हामी कहाँ 10वटा मात्रै डोनेसन भएको छन्। त्यो भनेको अति नै न्यून हो। र हामीसँगै सुरु गरेका जस्तो फर इक्जाम्पल अहिले भर्खै श्रीलङ्का अनि भियतनाम त हामीले 2008मा प्रत्यारोपण सुरु गरेको। 2009मा मलाई यो विश्व मृगौला सङ्गठनले यो कङ्ग्रेसमा प्रेजेन्ट गर्न बोलाएको थियो यसको बारेमा। त्यो बेलामा हामीले राम्रै मात्रामा गरिसकेका थियौँ। त्यो पनि हाम्रो आफ्नै टिमले गरिसकेको थियो।
पुरै हाम्रो कम्प्लिटली हाम्रो सर्जनहरूले नै गरिसक्नु भयो अनि हाम्रो टिमले गरेको थियो। यति प्राउडली मैले प्रेजेन्ट गरेको थियो। त्यो बेलामा भियतनामको तर्फबाट चाहिँ एउटा अस्ट्रेलियन सर्जनले आएर प्रेजेन्ट गर्नुभएको थियो। उहाँहरूको चाहिँ टिमै गएर गर्ने अनि फर्किने यस्तो वर्षमा 2-3 वटा यसरी मात्रै गरिरहनु भएको थियो अनि सबैले ती एक्सेप्ट पनि गर्नुभएको थियो। तर मलाई लास्ट इयर सेम फोरममा भन्दा पनि एसियन फोरममा म यही वर्ष गएको थिएँ सायद। त्यो भेटनियानले अहिले एकदमै धेरै लिभिङ त गर्यो एकदमै सेन्टरहरू पनि बढायो। अहिले यो मृत्यु पश्चात पनि 1 वर्षमै 100 बढी उसले गरिसक्यो भनेपछि कति छलाङ लगाइसके। अवेरनेस लेभल चाहिँ बढ्यो। उनीहरूको सरकार सबैजनाहरू एक ठाउँमा आएर सबैले गर्यो। त्यस्तै श्रीलङ्का अर्को उदाहरण हो। उहाँहरू पनि सबै विज्ञदेखि लिएर पोलिसी मेकर ल मेकर एक ठाउँमा आएर बनाएर उनीहरूले गरिसके। त्यो पनि अब हामीले त्यसमा पनि जरुरी छ र हामीले यसको लागि यही मार्च 20 र 21 एउटा नेसनल फ्रेमवर्क सबै स्टेक होल्डरहरू मैले भने यो चाहिँ एउटा सर्जन या फिजिसियनले मात्रै गरेर हुँदैन। मेन त हामीलाई यहाँ डाटा नै चाहिन्छ। त्यसको लागि अवेरनेसदेखि लिएर यो ब्रेन डेथ डिटेक्सन आइसियुमा गइसकेपछि को चाहिँ नै डोनर हुन लायक छ पहिला डिटेक्ट गरेर त्यसपछि उहाँहरूलाई कन्भिन्स गरेर डोनेसनसम्म पुर्याउने। त्यसपछि एकदमै ट्रान्सपरेन्ट रूपमा हामीले लिस्ट राखेर त्यसको वितरण पनि एकदमै पारदर्शी हिसाबले गरेर सिस्टम बनायौँ भने यसमा अब आइसियुको डक्टरदेखि लिएर न्युरोसर्जनदेखि लिएर इमर्जेन्सीको डक्टरदेखि सबै नै अवेर हुनु पर्यो। त्यस्तै हाम्रो बिरामी जनता नै अवेर हुनु पर्यो। त्यसपछि हाम्रो पोलिसी मेकरहरूले पनि एउटा यस्तो सिस्टम बनाउनु पर्यो देशभरि नै सबै जनताको उत्तिकै पहुँच हुने एउटा नम्बरिङ या स्कोरिङ सिस्टमहरू ट्रान्सपरेन्टली कसरी वितरण गरिन्छ भन्ने पनि एउटा सिस्टम बनाइयो भनेदेखि अवश्य एउटा फ्रेमवर्क जुन हाम्रो बनेकै छैन त्यो बनाउनु जरुरी छ। अर्को जुन युनिट एउटा छ सरकारले यो डिसिज डोनेसन कोअर्डिनेसन युनिटको एउटा परिकल्पना गरेको छ। यो सबै कामहरू गर्नको यो वेट लिस्टिङ यो सबै गर्नको लागि अनि त्यो अहिले बनाएको छैन। त्यो नबनाउन्जेलसम्म मानव अङ्ग प्रत्यारोपण भक्तपुरले गर्ने भनेको छ। तर भक्तपुरले गर्नको लागि त्यसमा चाहिँ कसरी त्यसका त्यो बडी चाहिने को हुन्छ नि त त्यसमा काम गर्ने को हो भनेर चाहिँ स्टेक होल्डर भन्दा पनि जस्तो अहिले अर्ग्यान एउटा कमिटी छ त्यसमा चाहिँ एउटा प्रेसिडेन्टको व्यवस्था गरेको छ सेक्रेटरीको व्यवस्था गरेको छ। त्यसमा 2 जना पदेन सदस्य त्यसको स्ट्रक्चरको व्यवस्था त्यसमा स्ट्रक्चर केही पनि भनेको छैन। खालि एउटा नामाकरण गरेको छ। डेडिकेटेड ह्युमन रिसोर्सहरू छैन स्पेस छैन अफिस छैन। अब त्यसमा अब त्यहाँ डक्टरहरू त आफ्नै काममा यत्रो बिजी हुनुहुन्छ। फेरि हामी नेफ्रोलोजिस्टहरू यति कम छौँ सर्जन पनि कम छ। अब त्यो त फेरि डेडिकेटेड सेन्टर धेरै प्रत्यारोपण हुन्छ आफैमा यति व्यस्त हुनुहुन्छ। त्यो पनि काम चाहिँ त उहाँहरूले एक त आफै आफ्नो वितरण गर्ने पनि आफैले हाल्ने पनि आफू गर्न एथिकली पनि मिल्दैन। त्यो बडी चाहिँ सरकारले बनाउन जरुरी छ। इन्डिपेन्डेन्ट बडी त्यो बनाउने र अनि पोलिसीहरू पनि हामीले वेट लिस्ट अहिले बनिसकेको छैन जुन चाहिँ डिजिटल वेट लिस्ट हुनुपर्छ जसलाई चाहिँ एकचोटि एन्टर गरेपछि त्यसलाई म्यानिपुलेट गर्न नमिल्ने र वितरणको शैलीहरू पनि ट्रान्सपरेन्ट केका आधारमा वितरण हुन्छ त कुनै त्यो सिस्टम पनि हामीले बनायौँ र सबैजना एक ठाउँमा भएर सबै मिल्यौँ। यसमा पत्रकारदेखि लिएर हाम्रो ट्राफिक प्रहरीदेखि लिएर सबै इमर्जेन्सी फिजिसियन डक्टर सर्जन सबैको एकदमै महत्त्वपूर्ण रोल अनि हाम्रो लिडरहरू कानुनविदहरू ल मेकरहरू सबै एक ठाउँमा भएर त्यो एउटा फ्रेमवर्क बनाएर त्यसमा हामीले अहिले त फ्रेमवर्कै बनेको छैन कसरी हाम्रो चल्छ भन्ने कुरा त्यो फ्रेमवर्क एउटा बनाउन जरुरी छ र त्यसलाई इम्प्लिमेन्ट गर्यौँ भने प्रोबेबली हाम्रो यो चाहिँ एकदमै ठुलो एउटा नेक्स्ट स्टेप हो
त्यो गर्न जरुरी छ। त्यो भयो भने हाम्रो धेरैभन्दा धेरै बिरामीहरूले यो सुविधा बाट पाउँथे र जो अहिले एकदमै धेरै पैसा खर्च गरेर अझै पनि इलिगल ट्रान्सप्लान्ट गर्न बाहिर जानु परेको एकदमै दुःख पाइरहनु भएको छ। लाखौँ लाख खर्च गरेर त्योबाट चाहिँ नै मुक्ति मिल्थ्यो कि भन्ने लाग्छ मलाई। डाक्टर साहब, यहाँले चाहिँ अब सरकारी हस्पिटलमा हुनुहुन्छ, टियु टिचिङ हस्पिटलमा होइन, त्यहाँको डिपार्टमेन्ट हेड पनि हुनुहुन्छ, त्यहाँको फ्याकल्टी पनि हुनुहुन्छ। हजुर, यो हेरिरहँदा त्यहाँ आउने बिरामीहरूले, एउटा ट्रान्सप्लान्ट गर्न आउने बिरामीले कति खर्च गर्नुपर्छ? अहिले त सरकारी हस्पिटलमा त अहिले सरकारले प्रति बिरामी 5,50,000 ट्रान्सप्लान्टको दिन्छ। अनि यो पैसा सबै नै ट्रान्सप्लान्टमा खर्च पनि हुँदैन। उसले चाहिँ यो पैसा पछि ट्रान्सप्लान्ट गरिसकेपछि आफ्नो यो इन्भेस्टिगेसन, जाँच पडताल र औषधिमा पनि खर्च गर्न सक्छ। त्यसमा मध्येमा 1 लाख चाहिँ नि औषधिको लागि भनेर दिएको छ। अनि अर्को राम्रो कुरा 5.5 लाख बाहेक 5.5 लाख भित्रै त्यो बाहेक चाहिँ नि अहिले बिमाले पनि हाम्रो यो अहिले भएको औषधिहरू 1 लाख भित्रको औषधिहरू 1 वर्षको लागि हामी लिन सक्छौँ। त्यो बाहेक सरकारले एभ्री मन्थ 5,000 प्रति व्यक्ति ट्रान्सप्लान्ट र डायलिसिसलाई पनि दिएको छ। त्यो बाहेक नगरपालिका, प्रदेश सरकारले पनि सहयोग गरेको छ। पहिलाको तुलनामा हाम्रो मृगोला रोगीहरूलाई एकदम सजिलो छ, पहिलाभन्दा सजिलो छ। तर अझै पनि खर्च चाहिँ हुन्छ 2-3 लाख, किनभने त्यो बिरामी, यो त औषधि उपचारको बिरामी सबै नेपालभित्र, काठमाडौँकै बिरामी त हुँदैनन्। हामी कहाँ त महाकालीदेखि मेचीसम्मका बिरामी उहाँ आएर काठमाडौँमा त्यो प्रत्यारोपण फेरि हामी कहाँ यो जाँच गर्न नै 1 महिना लाग्छ। किनभने जाँच एउटा मात्रै गरेर पुग्दैन, पुरै शरीरलाई फिट बनाउनु पर्छ। ट्रान्सप्लान्ट गर्ने मान्छेको उसको कुनै पनि इन्फेक्सनदेखि लिएर सब निको पार्नुपर्छ। अनि मुटुदेखि लिएर दाँत, सानोभन्दा सानो समस्या पनि हुँदैन, दाँतदेखि लिएर मानसिक रूपमा पनि त्यो मान्छे फिट हुनु पर्यो। किनभने ट्रान्सप्लान्ट पछि आफ्नो हेरचाह पनि गर्न सक्नु पर्यो, औषधि समयमा खानु पर्यो, त्यो पनि प्रपर डोजमा खानु पर्यो। सो मानसिक स्वास्थ्यदेखि सबै नै स्वास्थ्य हेरिन्छ। मुटुको स्वास्थ्यदेखि लिएर दाँतको स्वास्थ्य पनि हेरिन्छ। कहीँ पनि इन्फेक्सन भयो भने फेरि मान्छे बाँच्दैन, इन्फेक्सन भएर मृत्यु हुन्छ। किनभने यति खर्चिलो, त्यो पनि अर्काको अङ्ग लिएर सबै नै वी मेक स्योर कि त्यो बिरामीलाई कुनै कम्प्लिकेसन नहोस्। हाम्रो एउटा मान्छेले गर्न सक्ने हामी सबै गर्ने कोसिस गर्छौँ। अनि त्यस्तै डोनर पनि फिट हुनु पर्यो। डोनर पनि दिएपछि उसलाई कुनै पनि अहिले जुन बिताइराखेको लाइफमा कमी आउनु भएन, त्यो पनि अस्योरेन्स हुनु पर्यो। त्यसरी उसको पनि पुरै यो सब जाँच गर्नको लागि समय धेरै नै लाग्छ। त्यो 5.5 लाखले चाहिँ पुग्दैन? त्यसले पुग्छ, पुरै पुग्छ, त्यसले त सब पुग्छ। मैले भन्न के खोजिरहेको छु भने त्यो पैसा दिँदैन सरकारले, खालि अपरेसनको खर्चलाई रिम्बर्स गर्छ, औषधि दिन्छ, तर क्यास त दिँदैन। अनि त्यो गर्नको लागि ऊ काठमाडौँमा कहीँ त बस्नुपर्छ, खानु पर्यो, घर भाडा लिनुपर्छ। अनि कुनै जस्तो डोनरको चाहिँ अपरेसनको सायद त्यसमा कभरेज छैन, रेसिपिएन्टको मात्रै छ। अनि कुनै जाँच जुन नेपालभित्र हुँदैन या अस्पतालभित्र हुँदैन, कहिलेकाहीँ विदेश पठाउनुपर्छ, सबै जाँच हुँदैन, त्यसको एक्स्ट्रा खर्च लाग्छ। त्यो सबै गर्दा मेरो विचारमा एक्स्ट्रा 1-2 लाख चाहिँ लाग्छ होला। अब धेरै कुर्नु पर्यो भने अब उसको एक्स्ट्रा पैसा लाग्छ होला। त्यो कुराहरू चाहिँ एक्स्ट्रा लाग्छ। अरू चाहिँ अलमोस्ट फ्री नै हो भन्नु पर्यो। त्यो त धेरै राम्रो हो। कुनै बिरामीले 5.5 लाख रुपियाँ पाउनु भने 5.5 लाख बराबरको उपचार पाउँछ, पैसा पाउँदैन, उपचार सेवा पाउँछ। त्यो पनि राम्रो कुरा हो। योभन्दा पहिला चाहिँ क्यास नै उपलब्ध, म सुरुमा गर्दा चाहिँ 50,000 सरकारले क्यास उपलब्ध गराउँथ्यो। तर त्यसमा त्यो स्वास्थ्य मन्त्रालय त्यसमा धेरै नै प्रब्लमहरू भयो, मिसयुज। बिरामी जसले पाउनुपर्ने उसको हातसम्म पुग्दा धेरै कम पैसा पुग्न थाल्यो। अनि त्यो भएर यो हामीले नै रिक्वेस्ट पछि गरेर सम्बन्धित अस्पतालमै पैसा पठाएर, अनि त्यो पनि क्यास, पहिला त क्यास थियो, त्यो बेलामा पनि अस्पतालमै पठाउँदा पनि अलिकति प्रब्लमहरू हुन थाल्यो। अनि त्यो भएर अहिले चाहिँ रिइम्बर्स गर्ने, त्यो पनि राम्रो हो, कम्तीमा बिरामीले पायो नि।
हो हजुर। एकजना ट्रान्सप्लान्ट गरेको बिरामी उसको त्यो ट्रान्सप्लान्ट गरिएको मृगौलाले कति वर्षसम्म काम गर्छ? कुनै पनि समस्या आएन भने त्यसले पुरै लाइफ काम गर्छ। तर हामी साइन्टिफिक एभिडेन्सको कुरा गर्दाखेरि हामी यसलाई चाहिँ के भन्छ भने प्रत्यारोपण गरिसकेपछि पेसेन्ट सर्भाइभल भनेको मान्छेको बाँच्ने 1 year पेसेन्ट सर्भाइभल, 5 year या 10 year सर्भाइभल भन्छौँ। अर्को चाहिँ तपाईँमा प्रत्यारोपित गरिएको मृगौलाले को सर्भाइभल, ग्राफ्ट सर्भाइभल, त्यो पनि 1 year सर्भाइभल, 5, 10, 20 यस्तोमा यसरी हामी भन्छौँ। सक्सेसको मापदण्ड चाहिँ यो हुन्छ। 1 year पेसेन्ट सर्भाइभल अहिले चाहिँ 99% भयो। तपाईँको आज प्रत्यारोपण गरिएको छ र तपाईँ बाँच्ने सम्भावना 1 वर्षको अन्तमा 100 जना गऱ्यो भने 99 मान्छे चाहिँ बाँचेको हुन्छ। एकजनाको चाहिँ डेथ हुन्छ हुनसक्छ, किनभने कम्प्लिकेसन यो अब सर्जरीमा यति गर्दै पनि सर्जरी मात्रै होइन, सर्जरी भन्दा पनि मेडिसिनको अरू कम्प्लिकेसनहरू बढी हुन्छ। सर्जरी कम्प्लिकेसन त धेरै नै कम भइसक्यो, सर्जरीको कारणले मृत्यु चाहिँ त्यति हुँदैन। यो चाहिँ 1 year त्यो इन्फेक्सन लगायत अरू कारणहरू। अनि ग्राफ्ट सर्भाइभल भनेको तपाईँको राखेको मृगौलाले 1 वर्षको अन्तसम्म राम्रो काम गर्ने चाहिँ 98% चाहिँ लिभिङमा छ। 2 जनाको ग्राफ्टले काम नगर्न सक्छ, रिजेक्सन हुनसक्छ या अरू कारणहरूले तपाईँले ग्राफ्ट लुज गर्न सक्नुहुन्छ। अनि 5 year चाहिँ 85 to 87% छ। त्यस्तै 10 yearसम्म पुग्दाखेरि चाहिँ अझ कम भएर जान्छ, 60 to 70% मात्रै। यो पनि अब पर्फेक्ट ट्रिटमेन्ट त दिस इज नट अ ट्रिटमेन्ट, निको पारेको त होइन। तपाईँको अगेन सपोर्टिभ थेरापी, रिप्लेसमेन्ट सपोर्टिभ थेरापी हो। तपाईँको भएको मृगौलालाई चाहिँ निको पारेको छैन। अनि फेरि त्यसमा धेरै औषधिहरू खानुपर्छ। औषधिको पनि साइड इफेक्टहरू हुनसक्छ। आफ्नो स्वस्थ मृगौला जस्तै त हुँदैन, तर फङ्सन चाहिँ नि त्यस्तै राम्रो हुन्छ। तर के नहुनु भन्दा त धेरै राम्रो। अब आफ्नो खानपान सबै नै स्वास्थ्य गर्यो भने तपाईँ चाहिँ 10-15 वर्ष मजाले, 15 वर्ष भन्दा त बढी हुन्छ, लाइफ लङै हुन्छ। कतिजना अहिले मेरो मसँग त 84-85 वर्षको बिरामीहरू हुनुहुन्छ, उहाँको त 25-30 वर्षै भइसक्यो, राम्रो जीवन बिताइरहनु भएको छ। ट्रान्सप्लान्ट त गर्न मिल्यो नि? मिल्छ। फर्स्ट टाइम त्यही भएर हामीले धेरै यङको लिँदाखेरि चाहिँ हामीले अरू रिजर्भहरू चाहिँ राख्छौँ सकेसम्म। अब आमाको लिने, त्यसपछि अनि श्रीमती, यसरी। अब यङको त 40-50 वर्ष 60 वर्ष नै बाँच्नु पर्ने हुन्छ। कम्तीमा पनि 80 वर्ष या 70 वर्ष बाँच्यो भने पनि। अब तर त्यो बिचमा चाहिँ मैले भने कार्डियोभास्कुलर अरू कुराहरूले मृत्यु बढी हुन्छ। अघि मैले भन्दा पनि सर्भाइभल भन्दाखेरि इट्स नट किडनी फेल भएरै मरेको मात्रै हुँदैन, इन्फेक्सन भएर मृत्यु या मुटुको प्रब्लम भएर मृत्यु भएको हुनसक्छ, अन्य कारणहरूको मृत्यु भने मैले। अब हामी लगभग धेरै कुराकानी गरिसकेका छौँ। अब फटाफट म आन्सर खोज्छु यहाँबाट। जस्तो हामीले पछिल्लो समय सुन्छौँ प्रोटिनले चाहिँ मृगौला, प्रोटिन पाउडर जो चाहिँ धेरै खाइरहनु भएको छ जिम जाने व्यक्तिहरूले, त्यो कारणले मृगौला बिग्रिरहेको छ भनेर हामी सुन्छौँ। यो सही कि गलत? त्यो मैले अघि भने टेम्पररी मृगौला खराब भन्ने कुरा थियो नि। एकदमै धेरै प्रोटिन अहिले त त्यो सप्लिमेन्टहरू खाने एकदम अधिक मात्रामा, अनि त्यसपछि हाइड्रेसन राम्रोसँग नगर्ने। अनि जिम गर्दाखेरि अघि मैले एउटा कारण भनेको थिएँ, मसल ब्रेकडाउन भएर अनि अनअकस्टम एकैचोटि एकदम पुरै 100 किलो वजन उठाएर एकैचोटि मसल बनाउनको लागि गर्ने हो नि। मान्छेलाई हतार भयो एकदम ठुलो राम्रो मसल बनाउन, अनि प्रोटिन सप्लिमेन्ट लिने, एकदमै धेरै स्ट्रेनस जिम गरिदिने, अनि हाइड्रेसन पनि राम्रो भएन भने चाहिँ नि तपाईँको मृगौला बिग्रिन सक्छ। त्यो जसरी हाम्रो एक्सिडेन्टमा या क्रस इन्जुरीहरू भएर हुनसक्छ, या मैले अघि भने एकदमै धेरै त्यो दौडेर अघि भनेको थिएँ, त्यस्तै कारणले पिगमेन्ट नेफ्रोपैथी भएर बिगार्छ। त्यो प्रोटिनले अब धेरै ओभरलोड त्योमा प्रोटिनले मात्रै खराब गरेको होइन कि, प्रोटिनले को साथसाथमा स्ट्रेनस एक्सर्साइज र डिहाइड्रेसन भएर मसल इन्जुरी हुन्छ नि त धेरै गर्दाखेरि,
त्यसले बिगार्ने हो। त्यही भएर जति पनि यङ छ आफू फिट बस्न चाहनुहुन्छ गो स्लो, एकदमै फास्ट एकैचोटि पुरै गरिदिने होइन, स्टेप बाई बिस्तारै आफूले कस्टम गरेर तपाईँको एक्सर्साइज कपेसिटी बिल्डअप गर्दै गर्नुपर्छ। अनि त्यो बेलामा एकदम आफूलाई हाइड्रेट राख्न चाहिँ बिर्सुनुहुन्न अनि आराम पनि गर्नुपर्छ। मसलहरूलाई अल्टरनेट त्यो त तपाईँ अनि प्रपर गाइड को आधार ट्रेनरबाट मात्रै गर्ने। जस्तो यसपटक एउटा ग्रुपको मसलको ट्रेनिङ गरिरहेछ भने सेकेन्ड डे अर्को ग्रुपको मसलको गरिन्छ, त्यही मसलमा गरिँदैन, त्यो मसललाई रेस्ट दिइन्छ। त्यसरी ट्रेनरको इन्स्ट्रक्सनमा गर्ने। अनि यो खाने पनि न्युट्रिसनिस्ट या ट्रेनरको सल्लाहमा मात्रै प्रोटिन इन्टेक गर्ने। तपाईँको शरीरलाई कति प्रोटिन चाहिने हो, एकदमै ओभरलोड पनि गर्न भएन। किनभने अहिले आउने त्यो जुन हामीसँग प्रोटिन सप्लिमेन्टहरू छ, जस्तो अघि मैले भनेको जस्तो त्यो ब्युटीको क्रिमहरू जस्तो, त्यसमा पनि एडल्ट्रेसनहरू हुन्छ। धेरै गराउनको लागि त्यसमा स्टिरोइडहरू हालिदिएको हुन्छ, धेरै चाँडै इफेक्ट देखाउनको लागि। अब हाम्रो त बजारमुखी व्यापार हो होइन, त्यो भएर जस्तो त्यो धेरै हालिदियो एकदमै 2 दिनमै गोरो बनाउनको लागि, त्यसले अरू साइड इफेक्ट आयो। त्यस्तै त्यसमा पनि एकदमै गर्नको लागि अरू हाम्रो प्रोटिन बाहेक अरू तत्त्वहरू पनि हुन सक्छ। त्यो भएर हामी त्यो पनि इन्स्ट्रक्सनमा नै हामीले लिनु पर्यो। अनि मात्रा पनि कति मात्रामा हाम्रो शरीरलाई त्यो प्रोटिन चाहिने हो त्यसरी लिनु पर्यो। त्यो भयो भने हाम्रो हुँदैन। जथाभावी एकदम मका पनि धेरै यङहरू आउनुहुन्छ, एकदम किडनी सिडनी क्रिएटिनिन बढेर, अनि त्यही फेरि जिम अलिकता रोकेर रेस्ट गऱ्यो भने अनि बिस्तारै ठिक हुँदै जान्छ। त्यस्तो बिरामीहरू त्यो चाहिँ टेम्पररी हो, त्यो हो। अब त्यही थाहा नपाएर लामोसम्म भयो भने चाहिँ पर्मानेन्टली ड्यामेज हुनसक्छ। त्यही भएर हरेकले फर्स्ट टाइम जिम जुन स्टार्ट गर्नुहुन्छ नि, त्यो व्यक्तिहरूले चाहिँ नि 1-2 हप्ता जिम स्टार्ट गरेपछि आफ्नो युरिन र क्रिएटिनिनको टेस्ट चाहिँ नि गराउन जरुरी छ, गर्नु होला। जसले चाहिँ प्रोटिन सप्लिमेन्टहरू लिइरहनु भएको छ र जिम पनि गरिरहनु भएको छ, आफ्नो कमसेकम 3-4 हप्तामा एकचोटि चाहिँ गर्नु होला। हाउ यु आर डुइङ, तपाईँको अङ्गहरूले चाहिँ तपाईँको यो एक्सर्साइजलाई कति टलरेट गरिरहेछ, मसलहरू कति इन्जुरी भएछन् कि छैनन्, त्यो जान्न पनि जरुरी हुन्छ। ओके फेरि म क्विक क्वेसन नै सोध्छु। किडनी हेल्थलाई राम्रो बनाउने खानेकुराको कुरा गर्दा चाहिँ 1, 2, 3, 4, 5 भन्नु पर्यो भने के हुन्छ? नम्बर 1, किडनी हेल्थलाई राम्रो गर्नको लागि प्रशस्त मात्रामा पानी पिउने, कमसेकम दिनमा नर्मल टेम्परेचरमा 8 गिलास पानी पिउने। अब गर्मी छ भने त बढी पिए पनि भयो। नम्बर 2, नुनको मात्रा नर्मल गर्ने, अधिक नुन सेवन नगर्ने। त्यो भनेको पुरा नुनै नखाने भने होइन, नुन जरुरी हो। अचार साँधेको कुराहरू, एकदम नुनहरू, 10 वटा तरकारी परिकार नुनिलो वस्तुहरू नखाने। नम्बर 3 भनेको स्वस्थ सन्तुलित भोजन गर्ने। अनि सन्तुलित भोजन गरेपछि आफ्नो त्यसमा सागपात फलफुलहरू प्रशस्त मात्रामा खाने, कार्बोहाइड्रेट र अधिक एकदम डिप फ्राई चिजहरू नखाने। यी चाहिँ नि मेन सन्तुलन। प्रोटिन सबैको, भाइटामिन, यो फ्याट पनि शरीरलाई चाहिन्छ, पुरै बोइल खानु पर्दैन, सब सन्तुलित आहार गर्ने। अनि अनावश्यक सप्लिमेन्टहरू नखाने र औषधिहरू सकेसम्म खाना नै पौष्टिक खाना खाने, सप्लिमेन्ट खानुको जग्गाको सट्टा। जस्तो हामी धेरै नै सुन्छौँ कि पछिल्लो समय चाहिँ डाक्टर साहब यो बाहिर अहिले त धेरैजना विदेशमा छोराछोरीहरू भाइ बहिनीहरू धेरै छन्, अनि उनीहरूले चाहिँ सप्लिमेन्ट्स पठाइदिएर यहाँ चाहिँ सेवन गर्नेको एकदमै सङ्ख्या चाहिँ एकदम धेरै देख्छौँ हामी। हाम्रो शरीरका लागि बाहिरी सप्लिमेन्ट आवश्यक हो अथवा त्यो सप्लिमेन्टले किडनीलाई हानि गर्छ? त्यो धेरै जसो सप्लिमेन्टहरू चाहिँ बाहिर यो अमेरिका अस्ट्रेलियाबाट आउने सप्लिमेन्ट चाहिँ त्यो डिपार्टमेन्टल स्टोरमा पाउने, त्यहाँ त जथाभावी औषधि प्रेस्क्रिप्सन बिना पाउँदैन। त्यो सप्लिमेन्ट चाहिँ धेरै जसो भाइटामिन डी, क्याल्सियम यिनीहरूको सप्लिमेन्टहरू हुन्छ। अनि कहिलेकाहीँ यो प्रोबायोटिक सप्लिमेन्ट हाम्रो गट हेल्थ राम्रो राख्नको लागि सप्लिमेन्टहरू हो। त्यसले चाहिँ मलाई मेरो विचारमा त्यति धेरै हानिकारक गर्दैन, तर त्यो पनि डोज मिलाएर मात्रामा खानु पर्यो। ओभर धेरै चाहिँ नै खानु भएन, त्यसले चाहिँ मलाई गर्छ जस्तो लाग्दैन। किडनीकै लागि तर सप्लिमेन्टको अहिले यो च्याउहरूको सप्लिमेन्टहरू आउँछ नि, त्यो रेड मसरुम के एकदम तागत बढाउने, अनि
तिनीहरू चाहिँ खानु भएन, तिनीहरूले चाहिँ बिगार्छ। अहिले मैले धेरै देख्छु त्यो रेड मसरुमको सप्लिमेन्ट आउँदो रहेछ। अनि अब जति पनि यो जडीबुटीहरूको सप्लिमेन्ट वी डोन्ट नो द डोज, साइड इफेक्ट पनि थाहा छैन, को त्योसँग सेन्सिटिभ हुन्छ थाहा हुँदैन, कसलाई रियाक्सन गर्छ थाहा हुँदैन। त्यो चाहिँ नि नट ओन्ली किडनी लिभरलाई पनि खराब गर्छ। त्यो चाहिँ नि मेरो विचारमा डाक्टरको सल्लाह बिना चाहिँ त्यतिकै चाहिँ खान राम्रो हाम्रो किडनीको लागि चाहिँ सप्लिमेन्ट चाहिन्छ कुनै सप्लिमेन्ट? त्यस्तो चाहिँदैन। हाम्रो सप्लिमेन्ट भनेको पानी अनि राम्रो स्वस्थ भोजन। हाम्रो नेपाली आहार त एकदमै राम्रो छ नि, एकदम मलाई त लाग्छ संसारको सबभन्दा ब्यालेन्स डायट हो यो नै, एकदम राम्रो डायट हो। ओल्ड किडनी डे आउँदैछ, हामी यही सन्दर्भ पारेर पनि कुरा गरिरहेछौँ। यस पटकको विश्व मृगौला दिवसको नारा केमा केन्द्रित छ र यहाँले के गर्दै हुनुहुन्छ? यसपटक विश्व मृगौला दिवसको नारा छ मृगौला स्वास्थ्य सबैका लागि। त्यो भनेको किडनी हेल्थ फर अल। अनि हाम्रा मानिसहरूको सेवा गरौँ र साथैमा हाम्रो पृथ्वीको पनि रक्षा गरौँ भन्ने छ। अङ्ग्रेजीमा के छ भने केयरिङ फर द पिपल एन्ड सेभिङ आवर प्लानेट भन्ने छ। यो नारा चाहिँ किन दियो भने अघि मैले किडनीको रिप्लेसमेन्ट थेरापीहरूको कुरा गरेको थिएँ, डायलिसिस। अनि यसको चाहिँ दुईवटा अर्थ, सेभिङ अफ द प्लानेट एन्ड केयरिङ द पिपल। यो चाहिँ अहिले हाम्रो इन्भाइरोमेन्टल चेन्जहरू तपाईँले सुनिरहनु भएको छ, ग्लोबल वार्मिङहरूको कुरा सुनिरहेको छ। हाम्रो प्लानेट चाहिँ एकदमै प्रदूषित भइसकेको छ। अनि यो प्रदूषणहरूको कारणले गर्दाखेरि पनि हाम्रो शरीरको स्वास्थ्य इन्क्लुडिङ मृगौला स्वास्थ्यलाई पनि बिगार्छ। साथमै मृगौलाको उपचार गर्ने विधिहरू छन्, जुन डायलिसिस छ, त्यसमा ले पनि हाम्रो पृथ्वीलाई प्रदूषित गरिराखेको छ। अनि त्यसमा पनि हामीले नयाँ प्रविधिहरू, प्रदूषण कम गर्ने विधिहरू अपनाउन जरुरी छ भन्ने सन्देश पनि हो। जस्तो डायलिसिसमा, हिमोडायलिसिसमा पानी एकदमै धेरै खर्च हुन्छ। त्यसमा त एकचोटिमा 20 लिटर पानी खर्च हुन्छ। त्यो भनेको त कति धेरै पानी हो। अनि अर्को कुरा, त्यसमा केमिकलहरू युज हुन्छ, त्यसले हाम्रो इन्भाइरोमेन्टलाई खराब गर्छ। अर्को चाहिँ प्लास्टिक जुन युज हुन्छ, एकपटक हिमोडायलिसिसमा युज हुने प्लास्टिकले पृथ्वीमा कार्बन प्रिन्ट भनिन्छ, त्यो चाहिँ 240 त्यो कार्बन प्रिन्ट चाहिँ नि कति हुन्छ भने एउटा गाडी 240 किलोमिटर गुड्दाखेरि, यो पेट्रोलको गाडी गुड्दाखेरि जति पल्युसन कार्बन प्रिन्ट छोड्छ नि, त्यो प्रिन्ट चाहिँ नि एउटा एकपटक गरेको डायलिसिसको त्यो प्रदूषण, त्यो कार्बन प्लास्टिक पनि त्यो हुन्छ। त्यो भने यसले इन्भाइरोमेन्टमा धेरै पल्युसन गरिरहेको हुन्छ। अनि त्यस्तै एनर्जीको खपत पनि मैले भने कति एनर्जी खपत गरिरहेछ। त्यो भएर यसलाई चाहिँ हामी कम गरौँ। अनि अहिले चाहिँ नि नयाँ नयाँ डायलिसिसका प्रविधिहरू आएछन् अहिले। त्यो भएर होम डायलिसिस, यो पेरिटोनियल डायलिसिस, जसमा चाहिँ मसिनहरू पनि युज हुँदैन, प्लास्टिक कम मात्रामा युज हुन्छ, पानी पनि एकदमै कम 2 लिटर एकचोटिमा युज हुन्छ त्यो फ्लुइडमा। त्योमा चाहिँ बढी त्यसलाई प्रायोरिटी फोकस गर्नुपर्छ भन्ने यसमा चाहिँ नि थिम हो। जस्तो यो मलेसिया, थाइल्यान्ड, त्यहाँ चाहिँ पिडी फर्स्ट, यो होम हिमोडायलिसिसलाई पहिला प्रायोरिटी। तपाईँको किडनी फेल भयो, यो डायलिसिस चाहियो भने पहिला पिडी। यदि तपाईँ कुनै कारणले पेटमा अपरेसन भएको मान्छेहरू या अरू पेटमा एकदमै स्पेस छैन, ठुला ठुला किडनी, त्यो मान्छे जो फिट छैनन् पिडीमा, तिनीहरूलाई मात्रै डायलिसिस सरकारले अफर गर्छ र फ्रीमा दिन्छ, नभए पिडीलाई नै गर भन्छ। त्यो भएर यसको चाहिँ अर्को महत्त्व चाहिँ यो, यसको सन्देश चाहिँ नै त्यो छ भनेको। आफूलाई मात्र होइन, वातावरणलाई पनि जोगाऊ। वातावरणलाई चाहिँ एउटा उपचारबाट पृथ्वीलाई जोगाऊ, अर्को चाहिँ आफ्नो लागि पनि पृथ्वीलाई जोगाउनु पर्छ भन्ने। किनभने त्यो त अल्टिमेटली फेरि प्रदूषण त हाम्रै हेल्थमा खराब गर्छ नि त। जाँदा जाँदै यो मेरो सेकेन्ड लास्ट क्वेसन, यहाँले चाहिँ अघि मलाई अलिकति इन्ट्रेस्टिङ पनि लाग्यो, नयाँ पनि छ। मैले
यहाँलाई फेरि रिपिट गर्न आग्रह गरेँ, कस्मेटिक क्रिमहरूले चाहिँ मृगलाई बिगार्छ भन्ने कुरा हाम्रो धेरै अडियन्सलाई जानकारी छैन। यहाँले यो सन्दर्भ निकालिसक्नु भएको छ, यसलाई रिपिट गर्नका लागि मैले फेरि आग्रह गरेँ। हाम्रो मृगौलालाई चाहिँ हेभी मेटलहरूले बिगार्छ। अहिलेको कस्मेटिक क्रिमहरूमा यो हेभी मेटलहरू हुन्छ, त्यसमा मेन गरेर मर्करी, पारोको अत्याधिक मात्रामा सबै नै क्रिमहरूमा हुन्छ, तर कुनैमा एकदमै कम र कुनै बढी। अहिले हाम्रो एकदमै चाँडै नै गोरो बनाउनको लागि हामी गोरो बनाउने क्रिमहरू युज गर्छौँ। हामीलाई अलिक गोरो भयो भने राम्रो हुन्छ भन्ने हाम्रो समाजमा धारणा छ। जुन गोरो भयो भने त्यसको लागि जहाँ पनि पाइन्छ। अनि अहिले त फेरि यस्तो यो अनलाइनको जमाना छ, हाम्रो यति प्रविधि भइसकेको छ, अनलाइन मार्केटमा सजिलैसँग घर बसी चट्ट पाइन्छ, सस्तो पनि हुन्छ। त्यो मगाएर हामी लगाउँछौँ। त्यो क्रिमहरूले गोरो त बनाउँछ तर मृगौलालाई खराब गर्छ। यो चाहिँ नि साइन्टिफिकली प्रुभन एभिडेन्स हो। त्यसमा चाहिँ एउटा नेल1 भन्ने फ्याक्टर जुन चाहिँले निस्किन्छ, त्यसले हाम्रो किडनी बिगारिराखेको हुन्छ। त्यही भएर म सबैजना, यो महिला मात्रै होइन पुरुषहरूले पनि युज गर्नुहुन्छ यो क्रिम। त्यो भएर सबैजना महिला र पुरुष दाजुभाइ दिदीबहिनीलाई के आग्रह गर्छु भने हामीहरू एउटा टाइम टेस्टेड क्रिम बाहेक यो अनलाइनबाट खालि एडभर्टिजमेन्ट हेरेर मात्रै यो क्रिमहरूको प्रयोग नगर्नु होला। यसले हाम्रो किडनीलाई असर पार्छ। थाहा भएन भने लास्टमा यसले किडनी नै पनि फेल गरिदिन सक्छ। त्यो भएर आफ्नो ध्यान दिनु होला। सौन्दर्य चाहिँ आफ्नो शरीर नै राम्रो स्वास्थ्य गरेर, आफ्नो छाला नै राम्रो पारेर, प्रचुर मात्रामा पानी खानुभयो, स्वस्थ भोजन, फलफुल, सागपात, प्रोटिन खायो भने तपाईँको छाला त्यतिकै राम्रो हुन्छ। अनि बाहिर निस्किँदा सनस्क्रिन क्रिमहरू लाउनु भयो भने त्यतिकै धेरै गोरो बन्ने क्रिम पनि लगाइरहनु पर्दैन। म सबैमा यही आग्रह गर्छु। अब जाँदै हामीले यति धेरै इनडेप्थ कुराकानी नै गरिसकेका छौँ मृगौला स्वास्थ्यको बारेमा। अब हामीले चाहिँ आफ्नो मृगौलालाई जोगाइराख्नका लागि यहाँले विशेषज्ञको नाताले हामीलाई 3वटा जति टिप्स दिन पर्यो भने हाम्रो लाइफस्टाइल, हाम्रो खानपान, हाम्रो आनीबानी कस्तो गर्ने भनेर यहाँले टिप्स दिन पर्यो भने त्यो के भन्छ? त्यसमा चाहिँ हाम्रो 8वटा गोल्डन रुल छ। मैले तपाईँको 3लाई 8 बनाएँ। 3बाट 8। नम्बर 1 हामी 8वटै सुन्छौँ। एउटा चाहिँ सधैँ एक्टिभ रहनुहोस्। नम्बर 1 फिट बस्ने, सधैँ एक्टिभ, एकदम बसेर लिफ्टमा जाने अनि बसी यताउता नगर्नुहोस्। ट्राई टु बी फिट। एक्टिभिटीले तपाईँले फिट हुनुहुन्छ। नम्बर 2मा चाहिँ तपाईँको आफ्नो ब्लड प्रेसर रेगुलरली चेक गर्नुहोस्। नम्बर 3 आफ्नो सुगर, मधुमेहका बिरामीले आफ्नो सुगर रेगुलर चेक गरेर कन्ट्रोलमा राख्नुहोस्। नम्बर 4 सन्तुलित आहार खानुहोस्। अनि आफ्नो वेटलाई चाहिँ नियन्त्रणमा गर्नु, एक्सर्साइज गरेर यो होस् या खानपान गरेर होस्। अनि नम्बर 5 ओभर द काउन्टर औषधिहरू चाहिँ नि नकिन्नु होला, धुम्रपान नगर्नु होला, अनि मदिरापान या अरू ड्रगहरूको पनि सेवन नगर्नु होला। यति गर्नुभयो भने तपाईँको मृगौला स्वस्थ रहन्छ र यी बाहेक कुनै पनि अघि मैले भनेका समस्याहरू, आँखाको ड्रिल सुन्ने, जिउ सुन्निने भयो, पिसाबको रङ चेन्ज भयो, फिज आयो भने तुरुन्तै गएर आफ्नो मृगौलाको जाँच गराउनु होला। हस्, हामीले एकदमै धेरै कुराकानी गऱ्यौँ। यो एकदमै यो इन्साइटफुल थट्सका लागि यहाँलाई एकदमै धेरै धेरै धन्यवाद। हस्, थ्याङ्क यू बोलाउनु भएकोमा र अपर्च्युनिटी दिनुभएकोमा धन्यवाद। डाक्टर साहब, हामीले कुराकानी सकिसकेका छौँ। हाम्रो कार्यक्रम लगभग सकिएको छ। मैले यहाँलाई चाहिँ एउटा सानो हाम्रो तर्फबाट उपहार दिँदैछु। यो चाहिँ पलपल जाइफल मसाज अइल। यो चाहिँ जोर्नीहरू दुखेको बेला लगाउन मिल्छ। यहाँहरूलाई पनि काम लाग्न सक्छ। घरमा मुवा बुवा भइसिन्छ भने पनि काम लाग्छ, यहाँ आफैलाई पनि काम लाग्न सक्छ। त्यसैले मैले एउटा सानो उपहार यहाँलाई। हस्, धन्यवाद। मेरो मुवा बुवाको घुँडा दुख्छ, मलाई लाग्छ म उहाँलाई दिन्छु। मेरो अलिक दुख्ने बेला भइसकेको छैन। थ्याङ्क यू। हस्।